यदि तपाईँले भूत देख्न सक्ने क्षमता भयो भने तपाईँ के गर्नुहुन्छ? यदि तपाईँले अर्काको सपनामा गएर उसको सपनालाई पनि आफूले देख्न सक्ने क्षमता भयो भने के गर्नुहुन्छ? यदि तपाईँले त्यो भूतलाई आफ्नो इसारामा नचाउन सक्नुभयो भने के गर्नुहुन्छ? यदि तपाईँले अर्काको सपनामा छिरेर त्यो सपनालाई नै तोडमोड गरेर आफ्नै अधीनमा लिन सक्नुभयो भने के गर्नुहुन्छ? भन्ने गरिन्छ दिन आफ्नो रात अर्काको, तर रात नै आफ्नो मुठीमा भयो भने तपाईँ के गर्नुहुन्छ? यदि रातलाई आफ्नो मुठीमा लिने हो भने रात्रि सिद्धि गर्नुपर्ने हुन्छ, यानि कि राति गर्ने एउटा साधना गर्नुपर्ने हुन्छ। जुन साधनाबाट तपाईँले के प्राप्त गर्नुहुन्छ भन्दाखेरि एउटा योगिनी प्राप्त गर्न सक्नुहुन्छ, जुन चाहिँ रात्रि योगिनी भनेर चिनिन्छ। उसलाई तपाईँले जब सिद्धि तपाईँको प्राप्त हुन्छ, उसले तपाईँलाई ती सम्पूर्ण ज्ञानहरू तपाईँलाई उपलब्ध गराइन्छ र तपाईँको हातमा रात हुन्छ, मानौ तपाईँ रातको राजा हुनुहुन्छ। तपाईँले चाहनुभयो भने जो कोहीलाई पनि जति नै खेर पनि रातको समयमा जे पनि गर्न सक्नुहुन्छ। हो, आज एउटा यस्तै घटना जुन चाहिँ हाम्रो नियमित श्रोताको ठुलो बुवासँग घटिएको घटना उहाँले हामीलाई पठाउनु भएको छ। आउनुहोस् त्यो घटनालाई हामी सुरु गरौँ। यो घटना हामीलाई राजनजीले पठाउनु भएको घटना हो। यो घटना आजभन्दा 40-45 वर्ष अगाडि घटिएको घटना भनेर उहाँले हामीलाई बताउनुहुन्छ। यो घटना उहाँको ठुलो बुवासँग घटिएको घटना हो। उहाँको हजुरबुवा उहाँहरूको गाउँको निकै नै नाम चलेको धामी हुनुहुन्थ्यो। उहाँको हजुरबुवाको नाम अमर धामी भनेर गाउँलेहरूले चिन्ने गर्थे। कुनै पनि झारफुक धामी झाँक्रीहरूले नसकेको कामहरू चाहिँ उहाँ गएपछि चाहिँ त्यो पुरा हुन्थ्यो र त्यो सकिन्थ्यो र उहाँहरूलाई कति धामीहरूले पनि उहाँहरूलाई बोलाउने गर्थ्यो र उहाँहरूसँग चाहिँ आएर चाहिँ त्यो धामी पद्धति, त्यो धामी सिद्धिहरू चाहिँ गर्ने तरिकाहरू चाहिँ उहाँहरूसँग चाहिँ सिक्ने गर्थ्यो। र यो कुलको धामी चाहिँ उहाँहरूसँग चाहिँ परम्परागतदेखि नै चली आइरहेको थियो। त्यसरी नै कुल चाहिँ लाग्दै आउने होइन, अब हजुरबा छोरा नाति गरेर यसरी चाहिँ सर्दै सर्दै नै आइरहेको थियो र उहाँसम्म चाहिँ आउँदाखेरि त्यो निकै नै शक्तिशाली, उहाँले चाहिँ अब निकै नै त्यो शक्तिलाई चाहिँ चिन्नुभएको थियो र उहाँले चाहिँ अब यो धामी काम गर्दै जाँदाखेरि उहाँलाई चाहिँ अब के लाग्यो भन्दाखेरि यो धामी जुन चाहिँ उहाँलाई धामी लाग्छ, जुन शक्ति उहाँले प्राप्त गर्नुभएको छ, त्यो शक्ति अब उहाँको छोरोलाई चाहिँ जानुपर्छ। यसपछि अब म पछिको भनेको चाहिँ मेरो छोरो हो, मेरो छोरोलाई चाहिँ यो सिकाउनुपर्छ मैले भन्ने चाहिँ उहाँलाई लाग्थ्यो र उहाँको चाहिँ दुईजना छोराहरू थिए। एकजना छोराको नाम रणबहादुर र अर्को छोराको नाम चाहिँ धनबहादुर। रणबहादुरजी चाहिँ जेठो छोरो हुनुहुन्थ्यो र उहाँले चाहिँ जेठो छोरोलाई नै उहाँले चाहिँ यो धामी पद्धतिहरू चाहिँ सिकाइरहनु भएको थियो। यो धामी चाहिँ अब यो धामीको शक्तिलाई चाहिँ मेरो छोरोमा, अब यो कुलको धामी चाहिँ मैले छोरोलाई चाहिँ हस्तान्तरण गर्नुपर्छ, छोरोमा जाग्नुपर्छ यो भन्ने चाहिँ उहाँलाई लाग्थ्यो र उहाँले आफ्नो हरेक काममा आफ्नो जेठो छोरोलाई रणबहादुरजीलाई चाहिँ लाने गर्नुहुन्थ्यो। एक दिन त्यसरी नै उहाँको घरमा अचानक बिहानै एकजना मान्छे, त्यही गाउँको मान्छे आइपुग्नुहुन्छ र त्यहाँ आइसकेपछि उहाँले चाहिँ अब हतार हतार होइन, घरमा चाहिँ अब उहाँको स्वास्नीलाई चाहिँ त्यस्तो अब भूत प्रेतले छुको भएर चाहिँ एकदम गाह्रो भइरहेछ, घरको स्थिति एकदम नाजुक हुन लागिसक्यो, एकचोटि गइदिनु पर्यो होइन, यस्तो भूत प्रेत लागिरहेछ भनेर उहाँलाई बिहान बिहानै दाग्न आइयो र त्यो मान्छेले त्यसरी दाग्न आइसकेपछि उहाँले ल ठिक छ म ठिक परेर आउँछु भनेपछि उहाँले आफ्नो जेठो छोरालाई पनि ठिक पर्न लगाउनु भयो। आफ्नो सरसामानहरू बोकेर उहाँहरू त्यो मान्छेले बोलाएको घरतर्फ लाग्नुभयो र त्यहाँ जाँदा नभन्दै त्यहाँनिर एउटा महिलालाई निकै नै कपाल जिङ्रिङ्ग पारेर ऊ कापेर होइन के जति भुतभुताएर बसिरहेको थियो। त्यसपछि भने हाम्रो अमरजीले आफ्नो आसन लिनुभयो
त्यहाँनिर आसन लिनुभयो। आसन लिइसकेपछि आफ्नो छोरालाई आफूले चाहिने ल्याएका सामानहरू अगाडि राख्न लगाउनुभयो र त्यसपछि ढ्याङ्ग्रो फोक्दै उहाँले विभिन्न अब क्रियाकलापहरू चाहिँ गर्न सुरु गर्नुभयो। त्यो गर्दै जाँदाखेरि भने जेठो छोरोले बुवाले गरेको कुराहरू एकटकले हेरि नै रहेका थिए। योभन्दा पनि पहिला अरू ठाउँमा पनि उहाँ नगएको भने चाहिँ होइन, तर आजको दिन भने चाहिँ अरू दिनभन्दा निकै नै फरकको विधि अपनाएको थियो। त्यहाँनिर जो महिला थिइन्, जो महिला जसको जिउमा केही भूत प्रेत चरिरहेको थियो, उसलाई एउटा गोलो घेरामा चाहिँ उसलाई राखिएको थियो। त्यो गोलो घेरामा ऊ निकै नै छटपटिरहेकी थिए। उसले मारिदिन्छु, काटिदिन्छु, होइन, म बसमा पारिदिन्छु, यस्ता कुराहरू चाहिँ गरिरहेका थिए। उहाँको बुवाले ढ्याङ्ग्रो ठोकेपछि विभिन्न मन्त्रहरू पढिसकेपछि भने चाहिँ त्यो जुन गोलो घेरामा बसेको जुन त्यो महिला थियो, त्यो महिला निकै नै चिच्याउने गर्थे र कराउने गर्थे। बेला बेला बचाऊ बचाऊ भने जस्तो गरेर पनि चिच्याउने गर्थे। त्यसपछि भने उहाँले त्यस महिलालाई आफ्नो पछि बसमा लिनुभयो भन्ने चाहिँ उहाँको जेठो छोराले थाहा पाउनुभयो। किनकि उहाँले त पहिला पनि अरू गतिविधिहरू चाहिँ नदेख्नु भएको भन्ने चाहिँ होइन। र त्यसरी नै उहाँले आफ्नो बसमा लिनुभयो र त्यस महिलालाई त कहाँबाट आइस, किन आइस, ल भन्, तैँले यो नानीलाई दुःख दिन पाउँदैनस्, तैँले यो नानीलाई किन दुःख दिइस्, किन यस्तो गरिस् भनेर चाहिँ विभिन्न प्रश्नहरू चाहिँ सोध्न थाल्नु। त्यसपछि भने त्यो महिला निकै नै काम्ने स्वरमा उसले भन्न थाली। उसले के भनी भन्दाखेरि, यो मेरो बाटोमा आएर मलाई थुकेर गई यसले, र यसले मलाई हेला गरी, अपमान गरी, र मैले यसलाई नसमातेर हो, अब मैले पनि यसलाई लाने हो, मैले पनि यसलाई मेरो प्रेत दुनियाँमा लानुपर्छ भनेर चाहिँ त्यसरी कराउँदै हाँस्दै, होइन, त्यस्तो चाहिँ गतिविधि हुन थाल्यो। त्यो भइसकेपछि उहाँले चाहिँ, तँलाई म यो नानीको जिउमा फेरि पनि बस्न दिन्न, तैँले यो नानीको जिउबाट हट्नुपर्छ, बरु तँलाई के चाहिन्छ, भोग चाहिन्छ भोग दिन्छु, होइन, जे चाहिन्छ त्यो दिन्छु, माग त मलाई भनेर विभिन्न कुराहरू गर्नुभयो। होइन भने म तँलाई पछाडिदिन्छु, तँलाई मेरो शक्तिको बारेमा थाहा होला, मैले भनिरहनु पर्दैन होला भनेपछि भने चाहिँ त्यो महिलाले त्यसपछि चिच्चाएर आफ्नो भोग माग्न थाले। उसले एउटा कालो बोकोको भोग मागे। त्यो कालो बोकोको भोग भरे दिने भाइ, म अब यो नानीको जिउबाट हट, म तँलाई कालो बोकोको भोग राति दिनेछु भनेपछि उहाँको बुवाले त्यस्तो भनेपछि भने त्यो महिला त्यही ठाउँको ठाउँ बेहोस हुन पुग्यो। यो दृश्य देखेपछि भने उहाँ त निकै नै आत्तिनु भइरहेको थियो र उहाँलाई निकै पनि डर लागिरहेको थियो। त्यसपछि त्यो कामहरू त्यहाँनिर भइसकेपछि राति चाहिँ भोग दिने यसो गर्ने विधिहरू बताएर, अब राति भोगको लागि चाहिँ हामी राति तिमीहरूले एउटा कालो बोको खोज्नु, राति म आउँला र भोग दिएपछि भने चाहिँ निको हुन्छ। तर त्यतिखेरसम्म भने चाहिँ त्यो महिला निकै नै शान्त र राम्ररी चाहिँ बसिरहनु भएको थियो। त्यसपछि उहाँहरू बाउ छोरा फर्किँदै हुनुहुन्थ्यो। त्यो फर्किने क्रममा चाहिँ अमरजीले आफ्नो रणबहादुर छोरालाई को चाहिँ अनुहारमा चाहिँ अलिक मलिन देख्नुभयो। उहाँको अनुहार अलिकति, होइन, दुःख भए जस्तो, होइन, अलिक डराए जस्तो, अलिक नर्भस भए जस्तो खालको उहाँको मुखमा त्यो भाव झल्किरहेको थियो। त्यो हुने बित्तिकै उहाँले चाहिँ आफ्नो छोरालाई, होइन त के भयो तँलाई, अलिकति यस्तो डरा जस्तो छस्, ऊ बस, त झन् झाँक्री बन्नेवाला मान्छे हो, भोलिको दिनमा तँसँग त झाँक्रीको शक्ति हुन्छ तेरो जिउमा यस्तो झाँक्री शक्ति चढ्ने मान्छेको जिउमा यस्तो चढ्ने मान्छे भएर डराउने हो, तर के भयो भन् त भन्दाखेरि उहाँले चाहिँ, होइन बुवा, त्यो अघि मैले त्यहाँनिर त्यो जुन महिलाले चाहिँ, म यदि तैँले चाहिँ तँलाई पछाड्छु भन्नुभयो तपाईँले, यदि त्यसले ल पछाड, त्यसले चाहिँ उल्टे तपाईँलाई पछाड्छु भने भए चाहिँ के हुन्थ्यो, होइन। अब उहाँलाई त अब थाहा छैन, उसको जिउमा त भूत चढाएको छ, हामी त मान्छे हो, हामी मान्छेले भूतलाई कसरी पछाड्न सक्छ, हामीलाई त थाहा पनि हुँदैन हाम्रो जिउमा चढेको भन्ने कुरो, यो कसरी सम्भव छ भन्ने कुराहरू चाहिँ उहाँले आफ्नो बुवालाई सोध्नु। उहाँको बुवाले, हेत केटा, यति सानोतिनो कुरा नि त डराउने हो, मैले त्यसलाई पछाड्छु, मैले त्यसलाई ढाल्छु भनेको मतलब त मैले मेरो शरीरले ढाल्ने होइन, मैले ढाल्ने होइन, हाम्रो देवी देवताले ढाल्ने हो, हाम्रो कुलले ढाल्ने हो।
यदि हामीले कुलको देउतालाई चाहिँ आफ्नो मनमा लिएर आयौँ र हामीले त हामीमा चाहिँ कुनै पनि त्यस्तो नकारात्मक सोच होइन त्यस्तो कुराहरू हुनुहुन्न होइन। त्यो भएपछि हाम्रो शक्ति आफै जागृत हुन्छ र कुनै पनि भूत प्रेत हाम्रो भगवानको होइन हाम्रो कुलको शक्ति देखेर डराउँछन् उनीहरू। उनीहरूलाई त हाम्रो कुलको शक्तिले त पछार्छन्। त्यो त दैवी शक्तिले ढाल्ने हो, मैले थोरै न ढाल्ने हो। त्यसलाई त मैले अहिलेसम्म आफ्नो दैव शक्ति त देखाएकै छैन। त्यसलाई त मैले वार्निङ गरिरहेको होइन, मैले त्यसलाई त अलिकति भनेको मात्रै हो र त्यसले त्यो भनेको कुरालाई मान्ने मात्रै हो। र कुनै पनि त्यस्ता नकारात्मक शक्तिहरू छन् भने त्यसलाई चाहिँ भोग दिनुपर्ने हुन्छ। उसलाई त्यहाँबाट त्यत्तिकै जानको लागि चाहिँ ऊ मान्दैन। उसलाई चाहिँ विभिन्न लोभ लालचहरू देखाउनुपर्छ। त्यो चाहिँ हामी धामी झाँक्रीले गर्ने एउटा चाहिँ कार्य हो। हामीले गर्ने भनेको त्यही नै हो भनेर उहाँले आफ्नो जेठो छोरालाई भन्नुभयो। यो भनिसकेपछि उहाँ पनि खुसी भएर आफ्नो घर आउनुभयो। तर घरमा भने चाहिँ कान्छा छोराले चाहिँ आफ्नो घरायसी कामहरू नै गर्नुपर्ने त्यस्तो चाहिँ भयो र त्यहाँनिर त्यस्तो नै भइरहन्थ्यो। उहाँले चाहिँ अब घरकै काम होइन अब गाई गोठहरू अब कुरोहरू बनाएर दिने, घाँस दाउरा गर्ने यस्ता कामहरू चाहिँ गर्नुहुन्थ्यो। अब कुलको धामी चर्ने छोरा भनेपछि चाहिँ उहाँलाई चाहिँ प्रायः जसो चोखो निदो राखिन्थ्यो। उहाँलाई चाहिँ जुठो सुठो भएको ठाउँमा यताउता चाहिँ त्यति गर्न दिन्न, किनकि अब आउने कुलको धामी भने त उहाँकै जिउमा हो भनेर चाहिँ उहाँले बताउनुहुन्थ्यो। यसरी नै समय बित्दै जाँदाखेरि अब यो जनै पूर्णिमाको समय आयो र त्यो समय आउँदाखेरि भने चाहिँ उहाँहरू एउटा धामीहरूको चाहिँ एउटा शक्ति प्रदान गर्ने समय हुन्थ्यो र त्यो शक्ति प्रदान गर्ने बेलामा उहाँहरू नजिकको मठ मन्दिरमा गएर चाहिँ उहाँहरू काप्ने होइन त्यो शक्तिलाई अझ उजागर गर्ने त्यस्तो चाहिँ गर्नुहुन्थ्यो। त्यो समयमा उहाँहरू आफ्नो घरबाट सबैजना सपरिवारहरू त्यसरी नै जनै पूर्णिमाको दिन त्यसमा मन्दिरमा चाहिँ जानुभएको थियो। त्यहाँ गइसकेपछि भने चाहिँ अचानक उहाँको कान्छा छोरा पो एकदम काप्न सुरु गर्नुभयो। उहाँ त जोड-जोडले काप्न सुरु गर्नुभयो। यानि कि उहाँले चाहिँ कहिले पनि त्यस्तो ठाउँमा जानुभएको थिएन। उहाँले त्यस्तो कुराहरू देख्नु पनि भएको थिएन। आफ्नो बुवा त धामी हुनुहुन्थ्यो, तर त्यो धामीपन त अब जेठो दाइमा आउनुपर्ने, रणबहादुरज्यूकोमा आउनुपर्ने, तर रणबहादुरज्यूको जिउमा नआएर त यता धनबहादुरज्यूको जिउमा पो आउन थाल्यो। त्यो दृश्य देखेपछि भने चाहिँ उहाँलाई पनि एकदम अचम्म लाग्यो। ओहो! जेठो छोरोलाई भनेको त कान्छो छोरोमा पो यो आएछ। यसलाई चाहिँ अब सिद्धि चाहिँ खतरा गराउनुपर्छ, यसलाई चाहिँ राम्रो गराउनुपर्छ भन्ने चाहिँ उहाँलाई लाग्यो। त्यसपछि भनेको दिनहरूमा भने चाहिँ उहाँले आफ्नो जेठो छोरालाई भन्दा पनि कान्छा छोरालाई चाहिँ प्रायः जसो त्यस्तो ठाउँमा लिएर जाने, ल्याउने गर्न थाल्नुभयो। र बिस्तारै बिस्तारै भने चाहिँ उहाँले पनि त्यो कुराहरू सिक्नुभयो र कतिवटा सामान्य त्यस्ता झारफुकहरू भने चाहिँ उहाँले आफै पनि गर्ने हुनुभयो र बिस्तारै बिस्तारै गाउँलेहरूले पनि धनबहादुरजीलाई चाहिँ एकदम अबको धामी भने यो हो, यो त एकदम राम्रो छ, यसमा पो सरेछ, यो त खतरा भनेर उहाँको गुणगान चाहिँ गाउँभरि फिँजिन थाल्यो। अब भने चाहिँ रणबहादुरजीको घरमा गर्ने कामहरू चाहिँ अब रणबहादुरजीकोमा चाहिँ पर्न आयो र उहाँले चाहिँ घर सम्हाल्न थाल्नुभयो होइन। अब त्यही गाईबस्तु हेर्ने, घाँस साथ काट्ने, अब गोठालो जाने यस्तै कुराहरू चाहिँ उहाँले गर्नुपर्ने भयो र सबै गाउँलेहरूले पनि प्रायः जस्तो भाइको मात्र चर्चा गर्ने, जसले आए पनि भाइकै गुणगान गर्ने भएपछि चाहिँ उहाँलाई कता कता आफ्नो चाहिँ भाइप्रति पनि रिस उठ्न थाल्यो, उहाँलाई भाइप्रति पनि नकारात्मक सोच आउन थाल्यो। त्यस्तो नै हुँदै थियो। समय यसरी नै बित्दै थियो। एक दिन उहाँहरू पनि हुर्किँदै बढ्दै हुनुहुन्थ्यो। त्यो समयको बेलामा केटा मान्छेहरू त्यस्तै 17-18 वर्ष पुगिसकेपछि भने चाहिँ विवाह गर्ने चलन थियो र आफ्नो त्यो गाउँभरिमा नाम चलेको भएर चाहिँ एउटा ठाउँबाट चाहिँ उहाँहरूको घरमा चाहिँ अब बिहेको लागि चाहिँ कुरा आयो। प्रायः जस्तो त अब केटीको घरमा कुरा जान्छ, केटीलाई माग्नको लागि केटीको घरमा कुरा जाने हुन्छ भने चाहिँ यहाँ भने चाहिँ उहाँकै घरमा आएर चाहिँ केटी मान्छेले चाहिँ उहाँको लागि चाहिँ अब छोरी दिनको लागि तयार भनेर चाहिँ कुरो लिएर आइयो। कुरो गर्दै जाँदा बुझ्दै जाँदाखेरि के थाहा पाइयो भन्दाखेरि उहाँहरू चाहिँ अब छोरी दिनलाई रेडी हुनुभयो। अब उहाँहरूले चाहिँ अब जेठो छोरोको पहिला बिहा गराइदिनु पर्ने होइन। अब जेठो छोरो पनि अलिकति तन्देरी भइसक्नु भएको थियो र उहाँहरूले चाहिँ ल ठिकै छ नि त
अब हाम्रो जेठो छोरोकै लायक छ, त्यही भएर अब हुन्छ अब कुरा मिले केटाकेटीलाई कुरा मिल्यो भने गराइदिउँ बिहे के छ र, यिनीहरूको पनि बेला भइसक्यो भन्ने कुराहरू उहाँले राख्नुभयो। तर केटीका पक्षहरूले भने चाहिँ के भने भन्दाखेरि यो विवाहको लागि कुरो भने चाहिँ उहाँको जेठो छोरालाई नभएर कान्छो छोरोको लागि आएको हो, होइन? रणबहादुरजीको लागि नभएर धनबहादुरजीको लागि हो, होइन? उहाँ त गाउँको अलिकति अब पछिको धामी खतरा हुने मान्छे, तपाईँ पछिको विरोध थाम्ने भनेको तपाईँको कान्छो छोरा हो। त्यही भएर हामी त कान्छो छोरोको लागि आएका हौँ र छोरीले पनि कान्छा छोरोलाई नै मन पराएको भएर हामी चाहिँ कान्छा छोरोको लागि चाहिँ तपाईँको छोरोको हात चाहिँ अब मागौँ, होइन? अब कुरा मिलाउँ भनेर चाहिँ आएका भनेर भन्नु। अब एक किसिमले अलिकति अब राम्रो पनि लाग्यो उहाँलाई, नराम्रो पनि लाग्यो। किन भन्दाखेरि अब जेठोको बिहा नगरी कान्छोको कसरी गर्ने, होइन? त्यो त अब परम्परागत नै अलिकति नराम्रो होला। अब तर कान्छो छोरोमा चाहिँ अब धामी आएको नै छ। अब कान्छो छोरोको लागि नै अब दिने भइसकेपछि त अब किन नगर्ने भनेर त्यसपछि उहाँहरू बिच सरसल्लाह भएर हुन्छ भनेर कान्छा छोरोकै विवाह गराइदिने चाहिँ त्यहाँनिर पक्का-पक्की भयो। त्यसपछि भनेपछि त्यसपछिका दिनहरूपछि चाहिँ उहाँलाई चाहिँ निकै नै, होइन, रणबहादुरजीलाई चाहिँ निकै नै एउटा चाहिँ रिस उठ्न थाल्यो। उहाँलाई चाहिँ एउटा अहम पर्न थाल्यो र उहाँले चाहिँ के विचार गर्नुभयो भन्दाखेरि अब यो गाउँका मान्छेहरूले पनि मेरै भाइलाई मन पराउने, होइन? कुलको धामी पनि भाइलाई नै आउने, होइन? अब सबैले अब उसलाई गर्ने, म त अब अर्थ न व्यर्थको भएँ, म त धामीको छोरै होइन जस्तो भएँ, ममा चढ्नुपर्ने ममा चढ्दै नचढ्ने भयो, यस्तो नि हुनसक्छ र भन्ने चाहिँ उहाँलाई लाग्यो। उहाँले चाहिँ अब होस् नहोस् म सिद्धि चाहिँ प्राप्त गर्छु, म चाहिँ यो शक्तिहरू खेलाउने मेरो बुवाभन्दा नि ठुलो धामी बनेर चाहिँ देखाउँछु भनेर उहाँ घरै छोडेर चाहिँ त्यहाँबाट निस्किनुभयो र उहाँ चाहिँ अब सिद्धि प्राप्त गर्नको लागि चाहिँ पौधारिन थाल्नुभयो उहाँ, होइन? त्यसपछि त्यहाँबाट चाहिँ उहाँ जङ्गलतिर, त्यसपछि घाटतिर, होइन, मठ मन्दिरतिर हरेक ठाउँमा सिद्धि प्राप्त गर्नको लागि चाहिँ हिँड्न थाल्नुभयो। उहाँलाई एउटा गाइड चाहिएको थियो जसले चाहिँ अब यो सिद्धिको लागि चाहिँ उहाँलाई बाटो देखाओस्। अब आफ्नो बुवा जस्तो धामी बन्नको लागि, होइन, त्यसको लागि उहाँ त्यो समयमा चाहिँ विभिन्न गाउँहरू, ठाउँहरू, घाटहरू, होइन, च्यानहरू, विभिन्न जङ्गलहरूमा चाहिँ भौतारिन थाल्नुभयो। जसले चाहिँ उहाँलाई चाहिँ सिकाओस् यो, होइन, यो कसरी गर्ने, यो कसरी भूत प्रेतहरूलाई खेलाउने, होइन, यो कुराहरू सिक्नको लागि उहाँ विभिन्न ठाउँमा जानुहुन्थ्यो, गाउँमा जानुहुन्थ्यो, त्यहाँको वरिष्ठ धामी झाँक्रीहरूलाई भेट्नुहुन्थ्यो र कुरा गर्दै गएपछि उहाँले आफ्नो बुवाको नाम, होइन, आफ्नो गाउँ ठाउँको सहरको नाम भनेपछि भने चाहिँ त्यो धामीहरू नै उल्टै ल तिमी आफ्नै घरमा यत्रो ठुलो धामी हुँदाहुँदै तिमी मसँग के सिक्छौ, म त केही पनि होइन भन्ने कुराहरू पाउनुहुन्थ्यो। उहाँ त हरेक ठाउँमा जहाँ जहाँ जानुभयो त्यहाँ यो कुरा पाइसकेपछि त उहाँलाई त हन्डरै खानुभयो। उहाँ त, होइन, ल आफ्नो बाउ बाहेक अरू कुनै ठुलो धामी नै छैन यो संसारमा क्या हो जस्तो लाग्न थाल्यो उहाँलाई। किनकि कोही पनि उहाँको गुरु बन्न चाहिँ खोजेनन् र कोही पनि गुरु चाहिँ बनेनन्। र उहाँले चाहिँ अब पहिला पहिला आफ्नो बुवाले भनेको सुनेको, होइन, कहिलेकाहीँ अब यो उसमा ध्यान गऱ्यो भने, घाटमा ध्यान गऱ्यो भने, मसान घाटमा ध्यान गऱ्यो भने, होइन, च्यानमा गएर ध्यान गऱ्यो भने चाहिँ यो चाहिँ प्राप्त गर्न सकिन्छ यस्तो। त्यही भएर उहाँले अब बिना गुरु नै ध्यानमा बस्ने र अब त्यो शक्तिलाई चाहिँ प्राप्त गर्ने चाहिँ विचार गर्नुभयो र उहाँले चाहिँ त्यसरी नै विभिन्न तीर्थहरू ठाउँमा जाने र त्यसरी चाहिँ ध्यान गरेर बस्न थाल्नुभयो। धेरै समयपछि त्यस्तो गर्दा गर्दै पनि उहाँलाई कतैबाट पनि केही पनि त्यस्तो आभासै भएन, उहाँको जिउमा त्यस्तो कुनै शक्ति त आउँदै आएन। तर पनि उहाँले गर्न भने चाहिँ छोडिरहनु भएको थिएन। आज घाटमा गयो भने, होइन, भोलि जङ्गलमा गइयो भने पछि खोलामा गइयो भने कहिले कता। त्यसरी नै एक दिन उहाँ च्यानमा चाहिँ त्यसरी चाहिँ बसिरहनु भएको थियो। उहाँ चाहिँ अब पल्टेर नै यत्तिकै साधना, होइन, अब त्यो ध्यानमा चाहिँ लिप्त हुनुहुन्थ्यो। बस्दै गर्दाखेरि उहाँनिर त्यसरी नै ध्यानमा हुँदै गर्नु भइरहेको थियो। त्यति नै खेर अचानक उहाँलाई चाहिँ कसैले हेरेको जस्तो चाहिँ उहाँलाई अनुभव भयो क्या। उहाँ चाहिँ यत्तिकै अब एकटकले ध्यानमा सुतिरहनु भएको छ, तर उहाँलाई चाहिँ कसैले हेरे जस्तो के चलाउनु लाए जस्तो लाग्यो र उहाँले चाहिँ झट्ट आफ्नो आँखा खोल्नुभयो। जब उहाँले आँखा खोल्नुभयो
तब भने चाहिँ एउटा कपाल सेतै फुलेको, आँखा पनि सेतो, ती आँखाका सेतो, अब त्यो जुन अब भित्रको गेडा मात्रै सानो एउटा थुप्ला चाहिँ काला थिए भने चाहिँ बाँकी सबै सेतो, त्यस्तो खालको हेर्दै एकछिन त डर लाग्ने खालको। एक त च्यानमा सुतेर यस्तो आँखा खोल्ने बित्तिकै त्यस्तो मान्छे देख्दा त उहाँलाई भुता है क्या हो जस्तो लाग्यो। एकछिन त उहाँको मुटु जोड-जोडले काम्यो। यस्तो च्यानमा उसमा भूतदेखि नडराउने निडर मान्छे त अचानक यस्तो चिज देखेपछि झसङ्ग हुनुभयो। उहाँ चाहिँ एकछिन त आत्तिनुभयो, को हो तपाईँ? कहाँबाट आउनुभयो? को हो? भनेर चाहिँ उहाँले सोध्नुभयो। उहाँले त्यति सोधिसकेपछि भने त्यो मान्छे उहाँलाई हेरेर एकछिन मुसुक्क हाँस्यो र मुसुक्क हाँस्दै उसले चाहिँ उहाँलाई चाहिँ भन्न सुरु गर्यो, बाबु तिमी यहाँ सुतिरहेछौ च्यानमा, च्यानमा त मुर्दा सुत्छन् होइन, यहाँ त मुर्दा सुत्ने ठाउँ हो, तिमी पो सुतिरहेछौ, तिमी त जिउँदो मान्छे हो, जिउँदो मान्छे पनि यहाँ सुत्छन् त, यहाँ सुत्यो भने त भूत प्रेत लाग्छ होइन, आफ्नो जिउ गर्छ, मान्छे यहाँ दिउँसै त आउन डराउँछन्, तिमी त यहाँनिर सुतिरहेछौ त भनेर चाहिँ यसरी उहाँले सोध्नु। त्यो भनिसकेपछि उहाँले चाहिँ मलाई यस्तो भूत प्रेतदेखि चाहिँ डर लाग्दैन, म त यहाँनिर ध्यानमा हो, म त शक्ति प्राप्त गर्नलाई चाहिँ यहाँ बसिरहेको हो, म त एकदम त्यही भएर चाहिँ म यहाँ बसिरहेको छु भनेर चाहिँ उहाँले भन्नुभयो। त्यो भनिसकेपछि त्यो बुढो मान्छेले फेरि उहाँलाई हेर्दै के भन्यो भन्दाखेरि, तिमीलाई पक्कै पनि केही पीड परेको छ, तिमीलाई केही न केही चाहिँ भएको छ, तिम्रो अनुहार हेरेर नै म बताउन सक्छु तिमीलाई केही भएको छ, त्यस्तो केही त्यस्तो छ भने भन, मैले केही मद्दत गर्न सक्छु कि होइन। अब तिमी त यसरी ध्यानमा हिँडेको मान्छे, भन तिम्रो अनुहारले झल्काइरहेको छ यो कुरा भनेर चाहिँ त्यस बुढो मान्छेले चाहिँ बताउनु। त्यो भनिसकेपछि उहाँले चाहिँ म चाहिँ एउटा शक्तिशाली, अब मलाई शक्ति चाहिएको छ होइन, म त्यो शक्तिको खोजीमा छु, म एउटा धामी बन्न चाहन्छु, एकदम बलवान बन्न चाहन्छु होइन, त्यही भएर चाहिँ मलाई चाहिँ यही साधना अब यो गर्नको लागि चाहिँ अब यो ध्यान गरेर चाहिँ यो शक्ति प्राप्त गर्नको लागि चाहिँ म यहाँ बसेको हो भन्नुभयो। त्यो भनिसकेपछि तिमी साँच्चीकै त्यो शक्ति चाहन्छौ, तिमी साँच्चीकै त्यस्तो बलवान हुन चाहन्छौ भने चाहिँ म तिमीलाई चाहिँ सिकाउन सक्छु, म त्यसको गुरु बन्न तयार छु, तिमीलाई म एउटा यस्तो शक्तिको उपाय बताउने छु कि जसलाई तिमीले सिद्धि गर्यौ भने त्यो तिमीले प्राप्त गर्न सक्छौ र तिमी यति बलवान हुन्छौ कि तिमीले कल्पना नै गरेको छैनौ कि तिमी त्यतिसम्मको खतरनाक एउटा बलवान बन्न सक्छौ भनेर चाहिँ उहाँले बताउनु। त्यो भनिसकेपछि उहाँ त एकाएक खुसी हुनुभयो। एक त उहाँ गुरु नै खोजेर हिँडिरहनु भएको थियो, अब भने चाहिँ मैले चाहिँ साँचो गुरु चाहिँ पाएँ भन्ने चाहिँ उहाँलाई लागेर उहाँले चाहिँ ल गुरु म तपाईँले भने सबै कुरा मान्नेछु र मलाई चाहिँ अब तपाईँले सिकाउनु पऱ्यो कसरी हुन्छ यो सिद्धि चाहिँ, जसरी भए पनि मलाई सिकाइदिनु पऱ्यो, के गर्नुपर्छ त्यसको लागि के गर्नुपर्छ भनेर भन्नुभयो। त्यसको लागि तिमीले कडा परिश्रम गर्नुपर्छ, तिमीले एउटा चाहिँ त्यो सिद्धि प्राप्त गर्नको लागि भने चाहिँ तिम्रो एउटा परीक्षा हुन्छ, तिमीले त्यो परीक्षामा पास हुनुपर्छ, तिमी त्यो परीक्षामा तिमी लिप्त हुन सक्नुपर्छ र तिमी त्यो लिप्त भएपछि तिमीलाई आफै महसुस हुनेछ कि त्यो शक्ति तिम्रो जिउमा आइसक्यो र तिमीले चाहिँ त्यो शक्तिलाई चाहिँ आफ्नो इसारामा चाहिँ नचाउन सक्छौ भनेर चाहिँ भन्नुभयो। के शक्ति थियो त त्यो भनेर उहाँले सोद्धाखेरि यो एउटा योगिनीको साधना हो, यो रात्रि योगिनी होइन, यो राति चाहिँ यो शक्ति चाहिँ यो साधना भनेकै राति मात्रै गरिन्छ र यो रात्रि योगिनीको साधना गर्यौ भने रात्रिका प्राप्त हुन्छ। यदि रात्रिका तिमीले प्राप्त गर्यौ भने तिमीलाई उसले चाहिँ तिमीलाई चाहिँ ती शक्तिहरू चाहिँ प्रदान गर्ने छिन् र त्यो शक्ति चाहिँ तिमीले चाहिँ त्यो शक्तिलाई चाहिँ उपयोग गरेर तिमी खतरा मान्छे हुनेछौ भनेर चाहिँ उहाँले भन्नुभयो। त्यो भनिसकेपछि ल त्यसको लागि के गर्नुपर्छ त भनेर सोध्नुभयो। त्यो भनिसकेपछि उहाँले चाहिँ ल भोलि मलाई फेरि तिमी यही ठाउँमा भेट, म तिमीलाई भोलि उपाय बताउने छु यसको बारेमा भनेर उहाँले भन्नुभयो। त्यो भनिसकेपछि उहाँ त्यसरी नै बस्नुभयो। उहाँ एकदम खुसी हुनुभयो, त्यो दिन हर्षित हुनुभयो। उहाँलाई के लाग्यो, अब म मेरो बुवा होइन भाइहरूलाई पनि देखाइदिनेछु मसँग पनि यस्तो शक्ति छ भनेर म अब भन्ने छु, अब मलाई पनि मैले पनि अब मेरो आफ्नो गुरु पाएँ भनेर चाहिँ उहाँले चाहिँ त्यसरी बताउनु।
उहाँ चाहिँ त्यसरी चाहिँ खुसी हुनुभयो। त्यो भइसकेपछि भोलिपल्टको दिन उहाँ फेरि त्यहीँनिर त्यस बुढो मान्छेको पर्खाइमा हुनुहुन्थ्यो। त्यो बुढो मान्छे फेरि उहाँ भएतिर ठ्याक्क आइपुग्नुभयो र उहाँले चाहिँ हातमा एउटा किताब बोकेर चाहिँ आउनुभएको थियो। जुन किताब हेर्दा लाग्थ्यो निकै नै पुरानो खालको होइन, र निकै नै त्यहाँनिरका अक्षरहरू भने चाहिँ कति अक्षरहरूका शब्दहरू चाहिँ पढ्न पनि नबुझिने खालका जस्ता थिए। र ती कुरा त्यो किताब चाहिँ उहाँले लिएर आउनुभयो र त्यो किताब चाहिँ उहाँको हातमा थम्नुहुनुभयो र थम्माइसकेपछि उहाँले चाहिँ यहाँ भएको किताबको यो मन्त्रलाई चाहिँ तिमीले प्रत्येक रात होइन तिमीले चाहिँ यसलाई चाहिँ पढ्नु र यो पढ्दै जाँदा यसलाई पाठ गर्दै जाँदा तिमीलाई बिस्तारै बिस्तारै चाहिँ त्यो चाहिँ शक्ति प्राप्त हुन सक्छ। यो शक्ति प्राप्त हुनको लागि तिमीलाई आजको भोलि पनि हुनसक्छ होइन, अथवा 1 महिना 2 महिना 3 12 महिना होइन, अथवा 1 वर्ष 2 वर्ष जति पनि लाग्न सक्छ। तर यो विधिपूर्वक तिमीले गर्यो भने यो पक्कै पनि तिमीलाई प्राप्त हुन्छ भनेर त्यस मान्छेले उहाँलाई त्यो बुढो मान्छेले उहाँलाई भनेर त्यो किताब चाहिँ उहाँलाई थम्माइदियो र त्यहाँनिर नजानिएका शब्दहरू पनि उहाँले चाहिँ सिकाइदिनु भयो। त्यो भनिसकेपछि यो सिद्धि गर्ने तरिका चाहिँ उहाँले यो सिद्धि भनेको तिमीले यस्तै च्यानमै बसेर चाहिँ गर्ने हो होइन, यो मसान घाटमै बसेर चाहिँ यो सिद्धि हुन्छ। तिमीले यी मसान घाट कि त च्यानमा आएर चाहिँ तिमीले यसलाई चाहिँ गर्नु पर्यो भनेर चाहिँ भन्नुभयो। त्यसपछि उहाँले त्यो सिद्धि प्राप्त गर्नको लागि चाहिँ आफ्नो विभिन्न ठाउँहरूमा गएर होइन, त्यस्तो ठाउँमा गएर चाहिँ उहाँले चाहिँ आफूलाई सुरु गर्न थाल्नुभयो, त्यो विधिलाई चाहिँ अपनाउन थाल्नुभयो, त्यो किताब झिकेर त्यहाँनिरका मन्त्रहरू जप गर्न थाल्नुभयो। उहाँ जहिले पनि जप गर्नुहुन्थ्यो, उहाँ लिप्त हुनुहुन्थ्यो त्यो कुरामा, तर उहाँलाई सिद्धि भने चाहिँ प्राप्त भइरहेको चाहिँ थिएन। उहाँले यो सिद्धिलाई चाहिँ प्राप्त गर्नको लागि जहिले पनि त्यस्ता मसान घाटमा त्यस्ता च्यानहरूमा चाहिँ बसेर ती पाठहरू चाहिँ गरिरहनुहुन्थ्यो, ती मन्त्रहरूका जप गरिरहनुहुन्थ्यो र उहाँले यो गर्दै जाँदाखेरि कति चाँडै 7-8 महिना बितेछ भन्ने कुरै उहाँलाई थाहा भएन। 7-8 महिनासम्म बित्दा भने पनि उहाँको त्यो कुराहरू चाहिँ पुरा हुन सकेन। उहाँ अझै त्यो कुरालाई चाहिँ घोरिएर होइन, अब हुरी बतास पानी होइन नभनेर हरेक रात त्यसरी चाहिँ उहाँले चाहिँ त्यस्ता ठाउँमा गएर ती कुराहरू चाहिँ गरि नै रहनुभयो र गरेको गर्नुभयो। जतिचोटि गर्दा फेरि प्रायः जसो कहिले अब के नमिल्ने, कहिले के नहुने, कहिले विधि नपुग्ने, कहिले केले डिस्टर्ब गर्ने, कहिले के हुने, यस्तै कुराहरूले गर्दाखेरि उहाँले त्यो कुरालाई प्राप्त गर्न नै सक्नु भएको थिएन। उहाँ झन् घोरिएर झन् त्यसमा डुबेर झन् त्यसमा लागि परेर उहाँले यो सिद्धि प्राप्त गर्नको लागि चाहिँ गरेको गरे यति लिप्त हुनुभयो कि उहाँ यति लिप्त हुनुभयो, अब चाहिँ म जसरी नै यसलाई पाएरै छाड्छु भने जस्तो गरेर उहाँले गर्दै हुनुहुन्थ्यो, गरिरहनु भएको थियो। यसरी नै समय बित्दै जाँदा उहाँको 1 वर्ष पुरै सिद्धियो। 1 वर्षसम्म पनि सिद्धि नपाइसकेपछि भने उहाँ फेरि त्यसपछि अब अरू ठाउँमा पाइन्छ कि होइन, अरू ठाउँको घाटहरू, अरू ठाउँका च्यानहरूमा चाहिँ गर्न थाल्नुभयो। यसरी नै गर्दै जाँदा एक दिन भने चाहिँ उहाँलाई एउटा अनौठो आवाज भयो। उहाँलाई लाग्यो उहाँ त्यहाँ जुन घाटमा बसेर उहाँ सिद्धि गरिरहनु भएको थियो त्यो ठाउँमा अचानक एक्कासी चिसो अनुभव भयो। उहाँलाई लाग्यो आफ्नो अगाडि कोही चाहिँ आएको छ, कोही चाहिँ छ जस्तो चाहिँ उहाँलाई लाग्न सुरु गर्यो। उहाँका कानहरू एकदम चनाखो भए, उहाँका इन्द्रियहरू एकदम चनाखो भए र कोही छ कि भनेर, तर पनि उहाँले मन्त्र पढ्न भने चाहिँ छोड्नु भएको थिएन। जेसुकै आओस्, हुरी बतास होइन, चिसो अनुभव हुने बित्तिकै पनि उहाँले त्यो मन्त्रलाई चाहिँ भनेको भने जपेको जपे गरेको गर्नुभयो र गर्दा उहाँले एउटा आवाज सुन्नुभयो जुन एकदम मधुर आवाज थियो। त्यो आवाजले के भनिरहेको थियो, साधक अब बन्द गर, म आइसकेँ, अब बन्द गर तिमी भनेर चाहिँ त्यो भनेको आवाज उहाँले सुन्नुभयो। तिम्रो अब सिद्धि चाहिँ अब पुरा भयो, तिमीले चाहिँ अब हेर्दा हुन्छ मलाई,
तिम्रो अगाडि छु म भनेर चाहिँ यस्तो चाहिँ आवाज सुन्नुभयो। त्यसपछि भने चाहिँ उहाँलाई निकै नै एक किसिमको खुसी पनि लाग्यो र उहाँले चाहिँ अब के लाग्यो भन्दाखेरि पक्कै पनि यो चाहिँ त्यही योगिनी हो, होइन? जुन योगिनी रात्रि योगिनी भनिन्थ्यो, त्यो गुरुबाले चाहिँ सिकाउनु भएको थियो, पक्कै पनि यो चाहिँ प्राप्त भयो जस्तो छ मलाई भनेर चाहिँ उहाँले चाहिँ सोच्नुभयो। त्यो भइसकेपछि उहाँले चट्ट आँखा खोल्नुभयो र उहाँले चाहिँ वरिपरि हेर्नुभयो। वरिपरि भने चाहिँ त्यहाँ कोही पनि थिएन, तर वरिपरिका वातावरणहरू भने चाहिँ अघिको जस्तै त्यस्तै चिसोपन चाहिँ थियो र उहाँ जहाँ सिद्धि गरिरहनु भएको थियो त्यही सिद्धि गरेको ठाउँदेखि केही पर चाहिँ उहाँले एउटा केही सेतो वस्तु चिज चाहिँ घुमेको जस्तो चिज चाहिँ देख्नुभयो र उहाँले त्यो कुरालाई चाहिँ निहाल्दै हुनुहुन्थ्यो। त्यो निहाल्दै गर्दा भन्दै चाहिँ बिस्तारै 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 मधुरो 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 हुँदै हुँदै त्यहाँनिर एउटा आकृति चाहिँ बन्न पुग्यो। जुन आकृति अब जति हेऱ्यो त्यति नै राम्ररी त्यो चाहिँ देखिन थाल्यो। उसका खुट्टाहरू चाहिँ बिस्तारै बिस्तारै बन्न थाले। उसका जिउडाल, हात, गोडादेखि लिएर सबै शरीर एकमुष्ट रूपले चाहिँ अब भने चाहिँ पुरै राम्ररी देखिन थाल्यो। त्यो देख्ने बित्तिकै एक त उहाँलाई त डर पनि लाग्यो। उहाँको मुटु एक्कासी जोड जोडले पनि धड्क्यो। तर उहाँ साधक मान्छे, तर उहाँले साधक मान्छे भएको भएर नि उहाँले चाहिँ आफ्नो मनमनै नै त्यो मन्त्रहरू चाहिँ जपिरहनु भएको थियो र उहाँसँग चाहिँ एउटा यस्तो शक्ति थियो कि आफ्नो जिउलाई चाहिँ भूतदेखि बाँध्ने एउटा होइन तरिका उहाँले हत्तनपत्ता आफ्नो जिउलाई चाहिँ टक्क बाँध्नुभयो र त्यसपछि भने आफ्नो कपालका एउटा रौँ लिएर उहाँले अगाडि आएका जुन अगाडि आइरहेको थियो उसलाई पनि उहाँले चाहिँ आफ्नो हातमा चाहिँ यसरी हावाको इसारामा घुमाएर चाहिँ त्यो बनिरहेको आकृतिलाई पनि बाँध्नुभयो। त्यो बाँधिसकेपछि त्यो जुन अगाडि बिस्तारै एउटा मान्छे बनिरहेको थियो, आकृति बनिरहेको थियो, त्यो आकृति एउटा युवतीको आकृति थियो। जुन युवती निकै नै आकर्षित थिइन्। एकदम गोलो अनुहार, होइन? घाँटीमा एउटा माला लाएको, निधारमा एउटा सानो टीका लाएको र सेतो पहिरनमा निकै नै राम्रो। उसका बदनहरू, जिउहरू सबै एकदमै आकर्षित थिए। कुनै पनि यस्तो राम्रो, होइन? उहाँले जिन्दगीमा कहिले पनि पहिला त्यस्तो खालको युवती नै देख्नुभएको थिएन। त्यति राम्रो खालको युवती उहाँको अगाडि चाहिँ उभि र ऊ यति नजिक आयो। ऊ जति जति नजिक आउँथे त्यति त्यति उहाँलाई चिसो अनुभव हुन्थ्यो। उहाँले त त्यो कपालले बाँध्नु भइरहेको थियो र बाँध्दै गर्दा पनि उहाँलाई चाहिँ भने चाहिँ त्यहाँनिर अब त्यो जुन आकृति थियो त्यो नबाँधिएको जस्तो झन् नजिक उहाँको मजाले उहाँलाई हेर्दै आइरहेको थिए। उहाँले त्यसरी बाँध्दा पनि उहाँलाई त एकछिन त डर लाग्यो। मैले त बाँधिहालेँ, मैले बाँध्नु हुन्न पो थियो कि भन्ने पनि उहाँलाई लाग्यो र त्यो जब उहाँले त्यसरी बाँध्नुभयो, बाँध्दा पनि त्यो आकृति, त्यो युवती भन्ने चाहिँ उहाँसँग चाहिँ त्यति रिसाए जस्तो लाग्दैन थियो। त्यो त झन् नजिक आएर उहाँको आँखै अगाडि ठिङ्रिङ्ग उभि। तिमीले मलाई जगायो, तिमीले सिद्धि गरेर बोलायो, म आइपुगेँ। अब तिमीले मलाई बाँध्यौ, होइन? अब यस बापत त तिमीले मलाई केही दिनुपर्छ। यस बापत म तिमीलाई चाहिँ तिमीबाट चाहिँ मलाई केही लिनुपर्ने हुन्छ भनेर चाहिँ उसले सोधे। तिमी को भनेर उहाँले सोध्नुभयो। उहाँले चाहिँ तिमीले साधना गरेको जुन रात्रि सिद्धि गरिरहेछौ, जुन रात्रिकाको सिद्धि गरिरहेछौ, त्यही रात्रिका हुँ म भनेर चाहिँ त्यो आवाजले भन्यो। त्यो भनिसकेपछि उसले के त मैले यो सिद्धि प्राप्त गर्न सक्छु त भनेर उहाँले सोध्नुभयो। त्यो भनिसकेपछि सिद्धि त तिमीले गरिसक्यौ, तिमीले त पाउनुपर्छ। तर सिद्धि त्यत्तिकै प्राप्त हुन्न। सिद्धिको पनि एउटा नियम हुन्छ। तिमीले मलाई केही न केही दिनुपर्ने हुन्छ। जब तिमीले मलाई केही दिन्छौ तब भने चाहिँ म तिमीलाई
त्यो एउटा वरदान दिन्छु, त्यो शक्ति दिन्छु जुनले चाहिँ तिमीलाई चाहिँ एकदम तिमीलाई चाहिरहेको छ, जुन तिमीलाई चाहिँ तिमीले खोजिरहेको छौ त्यो कुरा चाहिँ म तिमीलाई दिनेछु भनेर त्यस रात्रिकाले भने। त्यो भनिसकेपछि के माग्छौ त तिमी, के चाहिन्छ त तिमीलाई, उहाँले यसरी सोध्नु। त्यो सोधिसकेपछि त्यस रात्रिकालले उहाँलाई के भन्नुभयो भन्दा तिम्रो मलाई इन्द्रियहरू चाहिन्छ, तिमीसँग त्यो इन्द्रिय छ जुन चाहिँ मसँग छैन, त्यो इन्द्रियहरू चाहिँ तिमीले मलाई दिनुपर्छ र प्रत्येक इन्द्रिय अनुसारको चाहिँ म तिमीलाई चाहिँ त्यो चाहिँ शक्ति चाहिँ दिनेछु। इन्द्रिय मतलब के दिनुपर्ने हो भनेर चाहिँ उहाँ अलिकति हडबडाउँदै भन्नुभयो। उहाँले भन्नुभयो यस्तै तिमीलाई अब चाहिने इन्द्रियहरू, अब तिमीले देख्न सक्छौ, सुन्न सक्छौ, होइन, सुँघ्न सक्छौ, होइन, अब त्यो अब टेस्ट लिन सक्छौ, त्यो स्वाद पाउन सक्छौ, हो यही चिजहरू चाहिँ तिमीले मलाई दिनुपर्ने हुन्छ र प्रत्येक तिमीलाई दिए बापत तिमीले मलाई केही दिए बापत म तिमीलाई चाहिँ त्यो चाहिँ दिनेछु भनेर चाहिँ उहाँले भन्नुभयो। त्यो भनिसकेपछि एक किसिमले उहाँ त एकदम खुसी पनि हुनुभयो र उहाँले चाहिँ त्यसपछि ल देऊ न त मलाई एउटा इन्द्रिय दिन म तयार छु भनेर चाहिँ उहाँ भन्नु। उहाँले चाहिँ के सोच्नु भन्दाखेरि ठिकै छ नि त, शक्ति प्राप्त हुन्छ भने इन्द्रिय पनि के छ त, इन्द्रिय पनि दिउँला, आफूलाई कति इन्द्रियहरू त काम नलाग्ने इन्द्रियहरू पनि छन्, ती दिउँला भन्ने चाहिँ उहाँले सोच्नुभयो। किनकि उहाँलाई जसरी पनि शक्तिशाली धामी हुनुहुन्थ्यो, त्यही भएको कारणले गर्दा उहाँले चाहिँ हुन्छ म दिन्छु भनेर उहाँ चाहिँ रेडी हुनुभयो, देऊ भनेर माग्न सुरु गर्नुभयो। र त्यसपछि भने त्यो रात्रिका निकै नै जोडले उहाँलाई हेरेर हाँसे। त्यसपछि उसले भने हरेक कुराको एउटा नियम हुन्छ र शक्ति प्रदान गर्न, शक्ति लिन पनि एउटा नियम हुन्छ जुन चाहिँ तिमीलाई म भोलि दिनेछु, तिमी भोलि यो ठाउँमा आउनु र म भोलि तिमीलाई चाहिँ यो कुराहरू चाहिँ दिनेछु भनेर चाहिँ भन्नुभयो। त्यसपछि त्यो युवती त्यहाँबाट बिस्तारै बिस्तारै हावाको गतिमा त्यसरी नै अघिको जस्तै हावा घुमेको जस्तै गरेर त्यहाँबाट विलिन भए। उहाँ निकै नै गदगद हुनुभयो। मलाई त जुन गुरुले चाहिँ मलाई यो सिकाउनु भएको थियो उहाँले त धेरै राम्रो चिज सिकाउनु भएको रहेछ, होइन, ओहो भोलि त अब मलाई त यो चाहिँ जसरी नै सिद्धि प्राप्त गर्नुभयो, अब म पनि खतरा धामी हुनेछु, म पनि अब एकदम नाम चलेको धामी बन्न सक्छु भनेर चाहिँ उहाँले चाहिँ अठोट लिनुभयो। त्यसरी नै उहाँ चाहिँ अब आफ्नो घरतर्फ लाग्नुभयो र भोलिपल्ट चाहिँ उहाँलाई कहिले अब भोलि हुन्छ र साँझ पर्छ भन्ने चाहिँ उहाँ चाहिँ त्यसको प्रतीक्षामा थियो। भोलिपल्टको रातमा फेरि उहाँ मसानघाट जानुभयो र आज भने चाहिँ मसानघाट जाँदा उहाँ निकै नै अलिकति आतुर गरेर चाहिँ गइरहनु भएको थियो। किनकि आज त उहाँले सिद्धि प्राप्त गर्न पाउने हुनुहुन्थ्यो, उहाँले कुनै एउटा नयाँ शक्ति चाहिँ प्राप्त गर्न चाहिँ गइरहनु भएको थियो। त्यसरी नै उहाँ राति त्यस मसानघाटमा पुग्नुभयो। मसानघाटमा पुगिसकेपछि उहाँ चाहिँ फेरि एउटा आसनमा बस्नुभयो। आसनमा बसेपछि फेरि उहाँले आँखा चिम्लेर ती मन्त्रहरू चाहिँ पढ्न सुरु गर्नुभयो। अब चाहिँ पहिलो मन्त्रको श्लोकमै त्यो हिजोको रात्रिकाको आवाज उहाँले सुन्नुभयो। उहाँ आइसके, मलाई हेर भनेको आवाज उहाँले सुन्नुभयो। उहाँले आँखा खोलेर हेर्नुभयो। आज भने चाहिँ त्यो रात्रिका त हिजोको भन्दा आज त निकै नै राम्री थिए। ती लामा कपाल, उसका लामा कपाल पनि निकै चम्किरहेका थिए। उसका आँखा, ती आँखा पनि निकै सुन्दर देखिरहेका थिए। उसका जिउ डालहरू हिजोको भन्दा आज निकै चमकदार र निकै नै लचकदार र निकै नै राम्रो र निकै नै राम्री देखिरहेको थियो। उहाँ त मोहितै भइसक्नु भएको थियो। त्यो भइसकेपछि उहाँले साधक तिमी परीक्षाको लागि तयार छौ होइन त भनेर त्यो उसले चाहिँ रात्रिकाले उसलाई भने। त्यो भनिसकेपछि उसले चाहिँ म तयार छु भनेर चाहिँ उसले भन्नुभयो। त्यो भनिसकेपछि एकचोटि फेरि विचार गर, तिमी यो प्राप्त गरिसकेपछि भने चाहिँ तिमीसँग चाहिँ एउटा इन्द्रिय चाहिँ तिमीले मलाई दिनुपर्ने हुन्छ नि। फेरि त्यो इन्द्रिय फेरि तिमीले पछि पाउने छैनौ, होइन, तिमी यति चाहिँ ढुक्क हौ तिमीलाई चाहिँ। तर
तिमीले जुन शक्ति पाउँछौ त्यो तिमीले चाहेकै शक्ति हुनेछ भनेर चाहिँ त्यो रात्रिकाले त्यसरी भन्यो। त्यो भनिसकेपछि उहाँले ठिकै छ नि त, तिमीलाई कुन चाहिँ इन्द्रिय चाहिन्छ त भनेर चाहिँ उसलाई भन्यो। त्यसपछि उसले भने चाहिँ मलाई तिम्रो त्यो इन्द्रिय चाहियो जुन इन्द्रियले तिमीले सही गलत भनेर छुट्याउन सक्छौ, जुन इन्द्रियलाई चाहिँ तिमीले चाहिँ त्यो कुरा, त्यो इन्द्रियले चाहिँ यो गर्नुपर्छ यो गर्नुहुन्न भन्ने पनि तिमीलाई त्यसले चाहिँ एउटा भान गराउँछ होइन, यो राम्रो यो नराम्रो भन्ने कुरा पनि तिमीलाई त्यसलाई सिकाउँछ। त्यो इन्द्रिय हो तिम्रो नाक। उसले नाकतिर इसारा गर्थे, मलाई यो नाकको इन्द्रिय चाहिँ तिम्रो मलाई देऊ। त्यो भनिसकेपछि उसले उहाँले चाहिँ हुन्छ ठिकै छ म तिमीलाई दिन्छु लिउँ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभयो। त्यो भइसकेपछि त्यो रात्रिका उहाँ भएको नजिक आए र उहाँ जब त्यो रात्रिका उहाँको नजिक आए त्यो उहाँ उसको नजिक आइसकेपछि भने निकै चिसो अनुभव हुन्थ्यो। त्यसपछि भने त्यो रात्रिकाले उहाँका ती नाकमा औँलाहरू घुसार्न थाले। जब त्यो रात्रिकाले उहाँको नाकमा औँला घुसार्यो तब भने चाहिँ उहाँलाई निकै एउटा पीडा हुन गयो, मानौ कुनै सियोले घोचेको जस्तो होइन, त्यस्तो एउटा उहाँलाई एकदम कराउन मन लागिरहेको थियो होइन, डाकको छोडेर रुन मन लागिरहेको थियो होइन, एकदम पीडा भइरहेको थियो। तर उहाँ चाहिँ एकदम अब त्यो पीडा त्यो दुःख त्यो सबै चिजलाई चाहिँ उहाँले सहिरहनु भएको थियो। यति बेरसम्म उहाँले सहनुभयो कि बिस्तारै बिस्तारै त्यो जलन त्यो पीडा त्यो सबै चिजहरू चाहिँ बिस्तारै हट्दै गयो र रात्रिकाले सट्टा आफ्ना औँलाहरू चाहिँ निकालिसकेपछि ल साधक तिम्रो यो इन्द्रिय चाहिँ मैले पाएँ, अब तिमीलाई चाहिँ म चाहिँ तिमीले चाहिएको कुरा चाहिँ म तिमीलाई दिन सक्छु भनेर चाहिँ उसले भने। त्यो भनिसकेपछि त्यो रात्रिकाले उहाँको निधारमा एउटा आफ्नो बुढी औँला यसरी टक्क राखे। जब उसले आफ्नो बुढी औँला उहाँको निधारमा राख्यो तब भने चाहिँ उहाँको निधारमा निकै नै एउटा किसिमको होइन त्यो निकै नै एउटा किसिमको चाहिँ शक्ति चाहिँ उहाँको जिउमा चाहिँ फैलिएको जस्तो चढेको जस्तो त्यो हुन थाल्यो। त्यो हुने बित्तिकै उहाँले चाहिँ अब एकछिनसम्म चाहिँ चिसो भयो तर उहाँलाई चाहिँ निकै रमाइलो पनि लाग्यो। त्यो भइसकेपछि चाहिँ उहाँले चाहिँ ल तिमीले मैले वरदान दिएँ भनेर चाहिँ भन्नुभयो। त्यो भनिसकेपछि यो कस्तो खालको वरदान थियो भनेर चाहिँ उहाँले फेरि प्रश्न गर्नुभयो। त्यसपछि चाहिँ त्यो रात्रिकाले के भन्यो उहाँलाई भन्दाखेरि अब तिमी कुनै पनि चिजहरू याद गर, जुनै पनि चिजहरू तिमी हेर, तिमीलाई त्यो पछिसम्म याद हुनेछ, तिमीले बिर्सिने छैनौ। तिम्रो स्मरण शक्ति होइन तिमीले सोच्न सक्ने क्षमता चाहिँ एकदम तिम्रो मजबुत भएको छ। तिमीले अब अहिले 10 गुणा बढी तिमीले चाहिँ त्यो चाहिँ सोच्न सक्छौ भनेर चाहिँ त्यो रात्रिकाले चाहिँ उहाँलाई भन्यो। त्यसपछि भने उहाँले त्यो शक्ति प्राप्त भयो कि भएन भनेर नि प्रयास गर्नुभयो। अहिलेको मन्त्रहरूले उहाँ पल्टाएर पढ्नुभयो होइन। त्यो पढ्दैपछि भने चाहिँ उहाँलाई चाहिँ के लाग्यो भन्दाखेरि त्यो त अब निकै नै आँखाको इसारामा हेरेको भएर याद हुन थाल्यो होइन। भनेपछि त अब यो शक्ति त एकदम राम्रो रहेछ, अब देख्ने बित्तिकै यो इन्द्रिय गए पनि मलाई त केही फरक परेन, तर यो त पुरै शक्तिशाली भयो, यो त राम्रो पाएछु मैले शक्ति भनेर चाहिँ उहाँ खुसी हुनुभयो। त्यो भनिसकेपछि त्यो रात्रिका त्यहाँबाट चाहिँ ल आजलाई चाहिँ यति, अब भोलि आउनु, भोलि अरू इन्द्रियको पालो र भोलि चाहिँ तिमीलाई म अर्को पनि शक्ति दिन्छु भनेर त्यो रात्रिका त्यहाँबाट गयो। त्यसपछि भने उहाँले चाहिँ एकचोटि त्यहीँको वरिपरिको वातावरण सुन्ने प्रयास गर्नुभयो। पहिला त नाक छाम्नु भयो, नाक छाम्दाखेरि त नाक त जहाँको त्यहीँ छ, तर सुन्न थाल्नुभयो। यसरी गरेर लामो सास फेरेर नाकबाट होइन त्यो तान्नुहुन्छ। अब भने चाहिँ उहाँको नाकमा चाहिँ कुनै पनि त्यस्तो किसिमको गन्धै थिएन, उहाँलाई त केहीको पनि गन्ध आएन। त्यो भइसकेपछि आफूले लिएर आएका ती धुपहरू उहाँले बाल्नुभयो र त्यो धुपको नि बास्ना उहाँले सुँग्न सुरु गर्नुभयो।
जब उहाँले ती धुपको बास्नाहरू सुन्नुभयो तब पनि उहाँलाई त्यो धुपको बास्ना भने चाहिँ फिट्टिकै अलिकति पनि केही पनि आएन। उहाँलाई चाहिँ त्यो बास्नै नै आएन। उहाँको त त्यो इन्द्रिय नै त्यो रात्रिकालले त पुरै लिएर गइछे भन्ने चाहिँ उहाँलाई लाग्यो। त्यो भइसकेपछि उहाँले ल यो इन्द्रिय नभएर के भयो त, शक्ति त छ नि त मसँग भन्ने चाहिँ उहाँलाई लाग्यो। त्यसपछि उहाँ आफ्नो घरतर्फ आउनुभयो। घरमा गई आइसकेपछि उहाँका भएका ती किताबहरू सबै पल्टाएर हेर्न थाल्नुभयो, पल्टाउन थाल्नुभयो र ती किताबहरू जति पनि होइन, अब किताबहरू थिए, जति पनि उहाँसँग त्यो चिजहरू थियो, त्यो कुरा एकचोटि हेरेको भरमा उहाँलाई सबै उहाँको दिमागमा याद हुन थाल्यो, सबै नै कन्ठाग्र हुन थाल्यो। यहाँ यो छ, त्यहाँ त्यो छ, अब फेरि पल्टाएर हेरिरहनु पर्ने चाहिँ आवश्यकता रहेन। उहाँ त निकै खुसी हुनुभयो, निकै नै गदगद हुनुभयो। त्यस रात त उहाँलाई निन्द्रा पनि लागेन राम्ररी होइन। उहाँ यत्तिकै पल्टिँदै गर्दाखेरि त्यही रात्रिकाको पुरै झझल्को मात्रै आइरह्यो। त्यसरी नै उहाँ कल्पना गर्दै खुसी हुँदै पल्टिरहनु भएको थियो। उहाँले त्यस रात एउटा अचम्मको सपना देख्नु। त्यो सपनामा उहाँले फेरि त्यही रात्रिकालाई नै देख्नुभयो। त्यो रात्रिकाले चाहिँ उहाँलाई के भनिरहेको थियो भन्दाखेरि चाहिँ अझ पनि तिमीसँग समय छ, यो उसबाट चाहिँ तिमी जाऊ, तिमी नबस, तिमी यो उसलाई चाहिँ नलिऊ भनेर चाहिँ भन्न थाले। त्यो देखिसकेपछि चाहिँ उहाँ त एकछिन झस्याङ्ग भएर चाहिँ बिउजिनु। जब बिउजिनु भयो उहाँलाई के लाग्यो, ओहो यो त एउटा सपना पो रहेछ, यो त यस्तो त रहेछ। तर उहाँलाई चाहिँ अब त्यो रात्रिका भने चाहिँ निकै राम्रो लाग्यो। उहाँले के सोच्नुभयो भन्दाखेरि अब जब यो बाँकी अरू इन्द्रियहरू त अझै बाँकी छन् होइन, यो बाँकी इन्द्रिय जब मलाई हानि हुन थाल्छ म यसलाई पन्छाइदिइहाल्छु, म यससँग भोकै गर्दिनँ। तर शक्ति चाहिँ यसलाई योसँग लिनु पऱ्यो, जति सकिन्छ त्यति शक्तिहरू चाहिँ म यसबाट चाहिँ लिनुपर्छ भन्ने चाहिँ उहाँलाई लाग्यो। उहाँ त्यही खुसीमा चाहिँ गदगद भएर चाहिँ पल्टि नै रहनु भएको थियो। भोलिपल्ट बिहान भयो। बिहान भइसकेपछि उहाँलाई कहिले रात हुन्छ जस्तो भइसकेको थियो। फेरि उहाँ रातको पर्खाइमा बस्नुभयो। दिनभरिको कामहरू सबै गरेर उहाँ रात बन्नुभन्दा अगाडि साँझ नै त्यही ठाउँमा पुग्नुभयो। कुर्दा बिस्तारै सबै ठाउँमा चकमन्न अँध्यारोहरू चाहिँ बढ्न थाले होइन, जुन लाग्न थाल्यो होइन, सबैतिर सन्नाटा होइन, एकदम सुनसान भएर चाहिँ गयो। त्यो गइसकेपछि चाहिँ उहाँ चाहिँ त्यहीँनिर फेरि आफ्नो आसनमा बस्नुभयो र आँखा चिम्लिएर मन्त्र मात्र के पढ्न आँट्नु भएको थियो। अब भने चाहिँ त्यो रात्रिकाको आवाज फेरि उहाँले सुन्नुभयो। साधक, तिमी रेडी तयार छौ आजको लागि? तिमीले आज चाहिँ तिमीबाट चाहिँ आज म 2टा इन्द्रिय लिनेछु भनेर चाहिँ त्यो युवतीले भने। त्यो 2टा इन्द्रिय भन्ने बित्तिकै एकछिन त उहाँलाई डर लाग्यो होइन, फेरि के लाने हो, किन 2टा, अनि तिमीले त एउटा मात्र लिन्छु भन्थ्यौ हरेक दिन, अहिले त 2टा माग्यौ भनेर चाहिँ उहाँले सोध्नुभयो। त्यो भनिसकेपछि उहाँले यो इन्द्रिय चाहिँ किन मैले 2टा लिन खोजेको भन्दाखेरि यो इन्द्रिय चाहिँ तिम्रो चाहिँ यो तिमीसँगै त्यसरी कनेक्ट छ। यो एउटा मात्रै मैले लिएर काम छैन, यो 2टै लानुपर्ने छ। जुन इन्द्रियले चाहिँ तिम्रो त्यो इन्द्रिय चाहिँ मलाई गयो भने म तिमीलाई चाहिँ अर्को एउटा चाहिँ तिमीलाई म एउटा शक्ति दिनेछु भनेर चाहिँ भन्नुभयो। यो चाहिँ जोडिएको छ तिमीमा, त्यही भएर मलाई त्यो 2टा इन्द्रिय चाहिन्छ भनेर भन्नुभयो। के इन्द्रिय हो त्यो भने, तिमी किन डराउँछौ, म तिम्रो त्यस्तो तिमी डराउनै पर्दैन, तिमी पछि आउने शक्ति चाहिँ तिमी विचार गर न भनेर चाहिँ उसले चाहिँ त्यसरी उहाँलाई भने। त्यो भन्ने बित्तिकै त्यो रात्रिकाले त उहाँको ओठमा गएर चाहिँ त्यसपछि भने चाहिँ चुम्न थाले। जब त्यो रात्रिका उहाँको नजिक आई, जब त्यो रात्रिकाले उहाँको ओठमा चुमी होइन, चुम्ने बित्तिकै उसका ती स्पर्शहरू भने चाहिँ निकै नै चिसो थियो। तर पनि उहाँलाई के लाग्यो भन्दाखेरि त्यो रात्रिका त निकै सुन्दरी थिए, उसले त मलाई चुम्दै थिए। त्यो चिसोको नै प्रभाव नगरेर उहाँ पनि त्यही
युवतीसँग लिप्त हुन थाल्नुभयो। त्यो हुँदाहुँदै उहाँलाई त यस्तो चिसो भयो कि उहाँको त्यो जुन जिब्रोदेखि लिएर शरीरका हरेक पार्टहरू त यस्तो चिसो भयो कि उहाँ त एकदम कराउनु खोज्नु भइरहेको थियो होइन। अब त्यहाँबाट भाग्नु खोजिरहनु भएको थियो, तर पनि उहाँले ती कुराहरू सबैलाई एकदमै दबाएर चाहिँ आफूमा चाहिँ राखिरहनु भएको थियो। त्यसलाई चाहिँ त्यहाँबाट मुक्त हुन दिइरहनु खोज्नु भएको थिएन। उहाँले त्यसलाई चाहिँ एकदम नै बचाएर राखिरहनु भएको थियो। त्यसलाई दबाएको दबाई गरेर चाहिँ आफूलाई चाहिँ एकदम बलवान बनाइरहनु भएको थियो। त्यसपछि भने बिस्तारै ती जलनहरू पनि हराए। त्यो हराइसकेपछि त्यो रात्रिका चाहिँ चट्ट उहाँबाट छुटिसकेपछि उसलाई के भन्यो भन्दाखेरि, यो आजको जुन तिमीलाई मैले दिन गइरहेको छु, जुन आजको जुन तिम्रो इन्द्रिय मैले लिइरहेको छु, यो इन्द्रियको चाहिँ पीडा सायद तिमीलाई हिजोको भन्दा निकै नै बेसी भयो होला। तर पनि बेसी भए तापनि तर तिमीले आज पाउने जुन शक्ति छ त्यो चाहिँ तिमीलाई चाहिँ पहिलादेखि तिमी यसको खोजीमा थियौ। लागु भनेर फेरि त्यो रात्रिकाले उहाँको निधारमा भुँडिऔँला राखेर होइन, त्यसपछि एकछिन त्यहाँनिर पहिलाको जस्तो त्यस्तै एउटा किसिमको तातोपन हुने होइन, केही शक्ति घुमेको जस्तो हुने र त्यो भइसकेपछि त्यो रात्रिकाले उहाँलाई के भन्नुभयो भन्दाखेरि, अब भने चाहिँ तिमीसँग एउटा यस्तो वरदान तिमीले पायौ। तिमीले यो वरदानले चाहिँ तिमीले कुनै पनि यो लोक नभएर अलौकिक लोकको चाहिँ हरेक कुरा देख्न सक्छौ। अब तिमीले भने भूत प्रेत पिशाच होइन, यो सबै चिजहरू देख्न सक्छौ तिमीले होइन। कसको जिउमा भूत चढिरहेछ, कसको जिउमा चाहिँ छ कहाँ, तिमीले जो मान्छेले आफ्नो आँखाले देख्दैन त्यो तिम्रो आँखाले चाहिँ तिमीलाई चाहिँ देखाउनेछ। त्यो चाहिँ तिमीले चिन्नेछौ। त्यो चाहिँ सबै तिम्रो अगाडि चाहिँ छरपष्ट हुनेछ। तिमी त्यति चिन्ता नगर, तिमीले चाहिँ यो कुराहरू चाहिँ मजाले चाहिँ पाउनेछौ भनेर चाहिँ भने। त्यो भन्ने बित्तिकै उसले त्यहीँ भएको वरिपरि हेर्न थाल्यो। त्यहाँनिर निकै नै घाटकै वरिपरि निकै नै त्यस्ता काला छायाहरू टन्नै थिए होइन। कोही रुखमा चढिरहेका थिए भने कोही त्यहीँनिर डुलिरहेका थिए। उनीहरू हेर्दा लाग्थ्यो उनीहरू कुनै पनि एउटा उनीहरूको एउटा जीवनमा चाहिँ एउटा लक्ष्य नै नभएको जस्तो देखिन्थ्यो। उनीहरू यत्तिकै भौतारिरहेका थिए। अब भने चाहिँ चारैतिर त्यो भूत प्रेतहरू उहाँले देख्न थाले। त्यो भइसकेपछि उहाँले चाहिँ के भन्नुभयो भने, ओहो यो शक्ति त झनै राम्रो रहेछ, तर मैले यो देख्छु मात्र कि यसलाई मैले बसमा पनि गर्न सक्छु त भनेर चाहिँ उहाँले सोध्नु। त्यो सोधिसकेपछि, हेर साधक, तिमी यति कुरा याद गर, तिमीले देख्छौ भने यो कुरा याद राख कि तिनीहरूले नि तिमीलाई देख्छन्। हुनु त तिमीले यिनीहरूलाई मजाले आफ्नो अधीनमा लिन सक्छौ, तर तिमीसँग त्यो इन्द्रियहरू छैन होइन। यदि तिमीले त त्यसलाई भस्म त गर्न सकिहाल्छौ, तर त्यसले चाहिँ तिमीलाई छोयो भने तिनीहरू मजाले तिम्रो भित्र चाहिँ आउन प्रवेश गर्न सक्छन्, तिम्रो जिउहरूमा प्रवेश गर्न सक्छन्। तिनीहरूलाई तिमीले चाहिँ चलायो भने, यदि त्यसले तिमीलाई चलायो भने चाहिँ त्यसले चाहिँ तिमीलाई जे पनि गर्न सक्छ, तर तिमीले पनि त्यसलाई चाहिँ जे पनि गर्न सक्छौ। यो चाहिँ एउटा तिमीलाई चाहिँ वरदान हो, यो चाहिँ यस्तो खालको हो भनेपछि उहाँ चाहिँ अब खुसी हुनुभयो। किनकि अब त भूत प्रेतहरू पनि उहाँले मजाले देख्न थाल्नुभयो। त्यसपछि उहाँ चाहिँ त्यहाँबाट फेरि त्यो रात्रिका त्यहाँबाट फेरि हराए। त्यो रात्रिका त्यहाँबाट गइसकेपछि भने चाहिँ उहाँ त्यहाँबाट आफ्नो घरतर्फ लाग्नुभयो, घरमा जानुभयो। अब घर जाँदाखेरि भने बाटोमा भएका ती फोहोर होइन, ती कुराहरू भने चाहिँ त्यसका केही पनि बासनाहरू उहाँलाई नआउने होइन। अब उहाँले जाँदै गएपछि त्यो सबै कुराहरू चाहिँ याद गर्नु थाल्नु। त्यस दिन अरू दिनभन्दा निकै नै उज्यालो थियो होइन। आकाशमा चन्द्रमा एकदम टल लागिरहेको थियो। त्यो भएर पनि होला उहाँले चारैतिर उहाँले ती आत्मा ती प्रेतहरू देख्न थाल्नुभयो। कोही कुनै आत्मा कुनै रुखमा चढिरहेको, कुनै आत्मा कुनै घरमा चढिरहेको, कुनै आत्मा कुनै मान्छेको टाउकोमा बसिरहेछ। यी सबै चिजहरू उहाँले छर्लङ्गै आफ्नो आँखाले देख्न थाल्नुभयो। उहाँले तिनीहरूसँग अब बातचित पनि गर्न सक्ने को चाहिँ हुनुभयो। अब उहाँलाई के लाग्यो भन्दाखेरि, अब यी प्रेतहरू यी चिजहरूलाई चाहिँ म पन्छाउन सक्छु,
यिनीहरूलाई त म काबुमा लिन सक्छु, म अझै योभन्दा शक्तिशाली हुन्छु। अब मसँग बाँकी भनेको 2टा इन्द्रिय बाँकी छ। अब यो 2टा इन्द्रिय पनि त्यसलाई दिएर म भोलि त्यो जुन रात्रिका छे त्योभन्दा पनि म शक्तिशाली हुन्छु अब। म त्यसलाई मेरो शक्तिद्वारा त्यसलाई पनि म पन्छाइदिन्छु। त्यसपछि भने त मेरो जिन्दगी त अनि म खतरा दामी भइहालेँ। मैले त जे पनि गर्न सकिहाल्छु। त्यसपछि म अझ पावरफुल बनाउन सक्छु। अब उहाँ त्यसपछि आफ्नो कोठामा पुग्नुभयो। कोठामा जाँदाखेरि नि वरिपरि त्यहाँनिर वातावरणमा उहाँले ती आत्माहरू हिँडिरहेको देखिरहनुहुन्थ्यो होइन। घर जानुभयो। घर जानेबित्तिकै उहाँले चाहिँ पानी पिउनुभयो। पानी पिउँदाखेरि पानीको स्वाद पाउनु भएन। खाना खानुभयो। खानाको पनि स्वाद सेम उस्तै लाग्यो होइन। हरेक चिजको उहाँले त्यो सबै कुराहरू जे गर्नुहुन्थ्यो रेगुलर कामहरू ती गर्दाखेरि भने चाहिँ त्यसको केही पनि राम्रो अनुभव हुँदैन थियो उहाँलाई। उहाँलाई फिलै हुँदैन थियो। आफ्नो हातले छाम्दाखेरि यो हातलाई छाम्दा हामी जसरी थाहा पाउँछौँ त्यो कुराहरू चाहिँ लाग्नु उहाँलाई लाग्यो कि उहाँ त हुनुहुन्छ तर उहाँ चाहिँ एउटा कसैको बडीभित्र हुनुहुन्छ वा खोस्टाभित्र केही खोस्टाभित्र बसेको जस्तो चाहिँ उहाँलाई फिल भयो होइन। त्यो अरू चिजहरूको केहीको पनि उहाँलाई चाहिँ त्यो चिजहरू चाहिँ भएन। तर पनि उहाँ चाहिँ एउटा अहङ्कार, एउटा घमण्ड भन्ने चाहिँ उहाँमा चुर चाहिँ परिरहेको थियो। उहाँलाई अब अझ पनि झन् शक्तिशाली चाहिँ बन्न मन थियो। अब अझ उग्र रूपले शक्तिशाली बन्ने र उग्र तरिकाले चाहिँ आफ्नो त्यो शक्तिलाई चाहिँ नियन्त्रणमा लिने र हरेक कुराहरूलाई चाहिँ त्यो चाहिँ आफ्नो कब्जामा लिने र म चाहिँ अब एकदम खतरनाक धामी चाहिँ हुन्छु भनेर चाहिँ उहाँले चाहिँ ती कुराहरू चाहिँ त्यसरी कल्पना गर्दै पल्टिनुभयो र उहाँ सुत्ने बेलामा उहाँ निदाउनुभयो र उहाँले त्यस दिन पनि एउटा सपना देख्नुभयो। त्यो सपनामा उहाँलाई त्यही रात्रिकाको अनुहार देख्नुभयो। त्यो रात्रिकाको अनुहारले त्यो रात्रिकाले चाहिँ उहाँलाई सपनामा "तँ अब मेरो कब्जामा आउँदैछस्। अब भएको तेरो ती 2 इन्द्रियहरू पनि मैले लिएपछि तेरो पुरै शरीर मेरो कब्जामा हुनेछ। त मसँग हुनेछस्। यो सबै चाहिँ अनि त्यसपछि तँ शक्तिशाली होइन कि म शक्तिशाली हुनेछु। तेरो इन्द्रिय नै मलाई चाहिरहेको छ" भन्ने कुराहरू चाहिँ उहाँले देख्नुभयो। त्यो सपना देखेपछि भने उहाँ निकै नै झस्किनुभयो र उहाँ बिउजिनुभयो। उहाँ कल्पनामा चाहिँ एकछिन सोचिरहनु भयो। यो साँच्चीकै सपना मात्रै थियो कि यो होइन वास्तविकता थियो। अब वास्तवमै त्यसले मेरो पुरै इन्द्रियहरू लिएर मलाई त्यसको कब्जामा पार्ने हो कि न यो सपना हो, किनकि बाँकी त सबै चिज छ। त्यसपछि भोलिपल्ट उहाँले त्यो कल्पना गर्दा उहाँलाई के लाग्यो, सपना हो, सपनाको कुरा भने सपनामै हुन्छ, अरू कुरा चाहिँ केही पनि होइन भन्ने चाहिँ उहाँलाई लाग्यो। त्यसपछि त्यसरी नै उहाँ त्यत्तिकै अब मनमा कुरा खेलाउँदा बिहान भइसकेको थियो। बिहान उठिसकेपछि भने उहाँ बिहान पनि फेरि उहाँले होइन ती सबै ती प्रेतहरू, ती आत्माहरू हिँडिरहेको, डुलिरहेको चाहिँ उहाँले प्रष्ट रूपले चाहिँ देखि नै रहनु भएको थियो। त्यसपछि उहाँले हरेक त्यस्ता तन्त्र मन्त्रका किताबहरू चाहिँ अनि पढ्न थाल्नुभयो। जुन किताबहरूलाई उहाँले एकचोटि पल्टाइसकेर हेरिसकेपछि भने चाहिँ उहाँलाई दोहोऱ्याइ फेरि पनि त्यही किताबहरू पढिरहनु पर्ने चाहिँ आवश्यकतै परेन। उहाँसँग निकै नै एउटा एकदम राम्रो चाहिँ एउटा त्यो पावर चाहिँ उहाँले चाहिँ आफूमा चाहिँ पाइसक्नु भएको थियो। तर एउटा अहम, एउटा घमण्डले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ अझ त्यो बढी चाहिँ पावर भयो हुन्थ्यो। अझ मसँग यो पाए हुन्थ्यो। अझ त्यो चाहना, त्यो इच्छाहरू चाहिँ यथावत अझ पनि उहाँमा बसि नै रहेको थियो। त्यो चिज चाहिँ अझ पनि उहाँमा चाहिँ भइ नै रहेको थियो। यो कुराहरू चाहिँ उहाँले चाहिँ अझ आफूलाई चाहिँ अझ स्वीकारी नै रहनु भएको थियो। अब उहाँ त झन् यो कुरासम्म पुगिसक्नु भएको थियो कि अब आजको दिन चाहिँ मैले अर्को 2टा इन्द्रिय पनि दिएँ भने त मैले त त्योभन्दा नै पावरफुल हुनेछु र म खतरा हुनेछु भन्ने चाहिँ उहाँलाई लाग्यो र उहाँलाई कतिखेर साँझ हुन्छ, कतिखेर रात पर्छ भन्नेको चाहिँ पर्खाइमा हुनुहुन्थ्यो। त्यसरी नै त्यस दिन पनि साँझ नै उहाँले जान थाल्नुभयो। त्यो बेलामा भने चाहिँ उहाँले बाटोमा जाँदै गर्दाखेरि दायाँ बायाँ हरेक ठाउँमा चाहिँ ती छाया, ती आत्मा, ती प्रेतहरू चाहिँ घुमिरहेका, डुलिरहेका उहाँका आँखाहरूले चाहिँ मजाले नै तिनीहरूलाई देखे। कति आत्माहरू, कति प्रेतहरूले चाहिँ तिनीहरूका आँखा नभए नि किन तिनीहरूले उहाँलाई घुरिरहेको होइन, एकदम त्यो उहाँलाई चाहिँ केही एट्याक गर्छ जस्तो खालको, त्यस्तो खालको चाहिँ उहाँलाई चाहिँ त्यो अनुभव हुन थाल्यो।
तर पनि उहाँ ती कुराहरूलाई चाहिँ वास्ता नगरेर जति सक्छ चाँडो रात्रिकालाई भेट्ने चाहिँ कोडमा चाहिँ उहाँ चाहिँ अगाडि बढ्नुभयो। त्यसरी नै उहाँ त्यस रात ठ्याक्क जहाँ उहाँले साधना गर्नुहुन्थ्यो त्यो ठाउँमा गएर फेरि बस्नुभयो। आफ्नो आसन लिनुभयो, होइन? आसन लिइसकेपछि आफ्ना आँखाहरू बन्द गर्नुभयो र फेरि तपस्यामा लीन मात्र के हुन लाग्नुभएको थियो। त्यति नै खेर भने चाहिँ ती रात्रिका त्यसरी नै प्रकट भए। त्यहाँनिर त्यसरी नै हावाको वेगहरू चल्न थाले। तर उहाँलाई त्यो हावाको चिसो बतास भने चाहिँ उहाँले हिजो अस्ति जसरी फिल गर्नुहुन्थ्यो त्यो कुराहरू चाहिँ फिल गर्नु भएन, किनकि उहाँको त्यो इन्द्रिय पनि त्यो रात्रिकाले खोसिसकेकी थिए। त्यहाँनिर भएका बासनाहरू जुन हुन्छ त्यो पनि उहाँ त्यो रात्रिकाले खोसिसकेकी थिए। त्यो अब उहाँलाई अब कुनै चिज अब स्वाद गइसक्यो, होइन? बासना गइसक्यो। उहाँको त्यो अब अर्को छुवाई जुन स्पर्शहरू थियो त्यो इन्द्रियहरू उहाँको हटिसकेको थियो। उहाँ त सिर्फ एउटा बडीमा हुनुहुन्थ्यो, तर उहाँसँग अब बाँकी रहेका 2टा इन्द्रियहरू मात्रै उहाँसँग साथमा थिए, जुन चाहिँ एउटा सुन्ने र देख्ने। अब बाँकी रह्यो भोलिको दिनमा यो सुन्ने र देख्ने पनि उहाँले दिनुपर्ने हुन्थ्यो र त्यस बापत चाहिँ उसले चाहिँ उसलाई शक्तिशाली एउटा चाहिँ एकदम उसलाई चाहिँ शक्तिशाली हुन्छु भन्ने चाहिँ एउटा लागेको थियो। र त्यस दिन पनि त्यसरी नै त्यहाँनिर उहाँले हावा के अरे रुख हल्लेको सबै चिज देखिरहनु भएको थियो, तर त्यो हावाका अनुभवहरू, ती चिसापनका अनुभवहरू भने चाहिँ उहाँले पाइरहनु भएको थिएन। उहाँले आफ्नो आँखाले सबै चिज देखिरहनु भएको थियो। त्यो देखिन्जेलसम्म पनि त्यो साधना गरेको ठाउँमा भने पनि उहाँले निकै नै ती प्रेतहरू चाहिँ उहाँलाई घुरेर हेरिरहेका, कति त्यस्ता प्रेतहरू त हाँसेर बसिरहेका पनि उहाँले देखिरहनु भएका थिए। त्यो देख्दा देख्दै रात्रिका त्यहाँनिर बिस्तारै बिस्तारै ऊ पहिला जसरी प्रकट हुन्थे त्यसरी नै त्यो ठाउँमा प्रकट भए। रात्रिका प्रकट भई, तर आज भने चाहिँ ती रात्रिका हिजो अस्ति देखिएको भन्दा चाहिँ निकै नै नराम्रो देखिरहेको थियो, है? मतलब त्यस्तो चमक थिएन। हिजो अस्ति सुरुमा भेट्दाखेरि जस्तो चमक थियो, दोस्रो दिनमा भेट्दा त्योभन्दा नि उद्धुम, होइन, अझ राम्रो पो चमक थियो भने चाहिँ अहिलेको समयमा भने चाहिँ त्यो चमक, त्यो उज्यालोपन, होइन, त्यो कुराहरू सबै त्यहाँ त्यो रात्रिकाको उसबाट गइसकेको थियो। आज एकदम फिक्का फिक्का लागिरहेको थियो। हिजो अस्ति रात्रिकालाई देख्न पाए हुन्थ्यो, भेट्न पाए हुन्थ्यो, उसँग अझै वरदान लिन पाए हुन्थ्यो उहाँलाई। तर आज भने चाहिँ किन ऊ हेर्दा भयङ्कर, होइन, त्यो चमकदार नदेखेको त्यस्तो खालको चाहिँ उहाँले चाहिँ आफ्नो अगाडि चाहिँ देख्नुभयो। त्यसपछि रात्रिकाले उसलाई भन्न थाले, साधक, अब तिमी पुरै मेरो बसमा हुनेछौ, होइन? किनकि आज जुन चिज चाहिँ म तिमीबाट लिन गइरहेको छु त्यो इन्द्रिय चाहिँ लिइसकेपछि भने यो एउटा तिम्रो शरीर मात्र रहनेछ। तिम्रो शरीरभित्र चाहिँ तिम्रो मात्रै होइन, तिम्रो शरीरभित्र अब म बास गर्नेछु भनेर चाहिँ उसले भने। त्यो भनिसकेपछि उसका ती कान एकदम जोडले बज्न थाल्यो। उसका कानका ती भाइब्रेसनहरू यस्तरी बज्न थाल्यो कि उसलाई कराउनु मन लागिरहेको थियो, उसलाई चिच्याउनु मन लागिरहेको थियो। त्यो कानका ती सबै कुराहरू उसलाई गुन्जिरहेको थियो, यस्तो दुखिरहेको थियो त्यो पेन उसलाई चाहिँ। त्यो उसले सहनै सकिरहेको थियो नि, तर त्यो पनि बिस्तारै बिस्तारै उसले आफ्ना कानका ती सुन्ने शक्तिहरू गुमाए। बिस्तारै बिस्तारै उसले देखिरहेका अगाडि देखिरहेका ती रात्रिकाका अनुहार पनि बिस्तारै बिस्तारै धमिलिँदै गएर एउटा कालो अँध्यारो चाहिँ भयो। मानव उसले आँखा चिम्लिरहेको छ, ऊ आँखा खोल्न खोजिरहेछ, तर उसले देखिरहेको छैन। ऊ एउटा शून्यतामा पुग्यो। अब ऊ चिच्चाउँछ भने ऊ चिच्चाउन थाल्यो, उसले चिच्चाउन थाल्यो, तर चिच्चाउँदाखेरि उसका आवाजहरू बाहिर निक्लिएनन्। ऊ कराउन थाल्यो। उसले अब आफूलाई छुँदा पनि उसले आफूलाई स्पर्श गर्न पाउँदैन थियो। उसले सुँघ्दा पनि अब ती बास्नाहरू उसले पाउँदैन थिए। उसले सबै चिज भएर पनि उसले आफ्नो अधीनमा नभएको देखेर उसलाई चाहिँ एकदम रिस पनि उठ्यो। अब उसको आवाज, अब उसँग भएको एउटा मात्रै चिज थियो, त्यो चेतन, होइन,
ती मन आत्माको भित्र बोल्ने चिज एउटा चेतन थियो, त्यो मात्र एउटा सक्रिय थियो। बाँकी कुरा उसको जिउमा केही पनि अध्ययनमा थिएन। ऊ त्यतिखेर त्यहाँनिर बोल्ने गर्थ्यो, ए रात्रिका तिमीले मलाई त धोका दियौ, मैले तिम्रो यत्रो साधना गरेँ, यत्रो गरेँ, तिमीले मलाई के अरे त्यो अब तिमीले मलाई त त्यो शक्तिहरू प्रदान गर्छु भनेर यस्तो यस्तो ढाँट्यौ, मलाई शक्तिशाली बनाउँछु भनेको थियौ, तर तिमीले त यो गलत गर्यौ, तिमीले त मेरा इन्द्रियहरू खोस्यौ होइन, मलाई झुकाएर मेरा इन्द्रियहरू लिएर गयौ, त्यो भइसकेपछि यो त तिमीले मलाई छल गर्यौ होइन, यो त तिम्रो एकदम छलकपट भयो भनेर उसले आफ्नो चिन्तनबाट मात्र बोले। उसले पनि अगाडि अब उसकोले त अब एउटा शून्यतामा थियो, तर कता कताबाट भने चाहिँ उसले ती रात्रिकाको चाहिँ आवाज सुनिरहेको थियो, तर उसको कानले होइन कि भित्र मनको चेतनले मात्रै उसले सुनिरहेको थियो त्यो आवाज। त्यो आवाजले के भन्दै थियो भन्दाखेरि, ए मूर्ख साधक होइन, मैले कहिले पनि तँलाई सिद्ध दिन्छु भनेर होइन, मैले तँलाई तेरो लागि सिद्ध गरेको होइन नि त यो होइन, तैँले जुन सिद्ध गरे त्यो त तैँले मेरो लागि चाहिँ गरेको होस्, किनकि अब म चाहिँ तेरोबाट चाहिँ पाउँछु, किनकि म यस्तो खालको आत्मा हो होइन, यस्तो खालको प्रेत हो होइन, यस्तो खालको योगिनी हो होइन, जो चाहिँ कैयौँ करोडौँ वर्षौँ अगाडि होइन एउटा श्रापले गर्दाखेरि ऊ यो लोकमा भड्किरहेको छ। कोही पनि साधकले यो आफ्नो रातलाई बसमा गर्न खोज्नेहरूलाई उसले यसरी नै भ्रामक पारेर उसको ती सबै जुन इन्द्रियहरू छ उसले आफ्नो हातमा आफ्नो कब्जामा राखेकी रहेछ। उसले त्यो भन्न थाल्यो। त्यो भनिसकेपछि उसको भित्रको त्यो अर्को चेतन मनले फेरि प्रश्नहरू गर्न थाले, यो त सरासर गलत भयो होइन, मलाई त झन् गुरुले पठाएको, गुरुबाट पाएको शिक्षा हो, अझ गुरुबाट पाएको शिक्षा त सही हुनुपर्ने हो नि त, किन यस्तो भयो भनेर उसले मन भने त्यही होइन चित्तमै उसले ठुलो ठुलो आवाजले बोल्न थाले। फेरि उताबाट रात्रिकाले भन्न थाले, तैँले जुन व्यक्ति भेटिस् होइन, जुन तैँले गुरु बनाइस्, त्यो गुरु नभएर त्यो पनि एउटा तँ जस्तै साधक थियो, जसले चाहिँ मलाई बोलाएको थियो, जसले चाहिँ मलाई सिद्धि गर्न खोजिरहेको थियो, जसले मलाई सिद्धि गर्न खोजिरहेको थियो। त्यो सिद्धिको त्यसको चाहिँ अब नकारात्मक फल होइन, अब त्यस्तो गर्न चाहेको भएर चाहिँ त्यो कुरालाई चाहिँ मैले चाहिँ कब्जा गरेको। तिमीहरू अब सबै जतिजना त एक्लै छैनस् यो ठाउँमा त जस्ता साधक करोडौँ छन् होइन, सबै यी अन्धकारमा चाहिँ विलिन भइरहेका छन्, यसरी नै चलिरहेका छन्। अब तँलाई केही पनि त्यो अनुभव होइन, त अब यो दुनियाँबाट त यो संसारबाट त हराइसकिस्, त अब मेरो मुठीमा छस् होइन, तेरो मुठीमा रात होइन कि मेरो मुठीमा चाहिँ रात छ भनेर चाहिँ उसले भन्न थाल्यो। ऊ अब त्यहाँनिर भनौँ त उसले कसलाई भन्ने, उसले कसलाई बोलाउने, न उसले देख्थ्यो, न उसले सुन्थ्यो, न उसले सुन्थ्यो होइन, उसँग कुनै पनि इन्द्रियले उसको काम गरिरहेको थिएन। उसलाई बस एउटा कुरा मात्र लाग्थ्यो, ऊ कुनै ठाउँमा सुतिरहेको छ, उसलाई कसैले उठायो, उसका हातहरू चलिरहेका छन्, उसका खुट्टाहरू चलिरहेका छन्, जुन उसको नियन्त्रणमा थिएन। अब उसको शरीर मात्र थियो, जुन शरीर अरू कसैले कब्जा गरिसकेको थियो, त्यो शरीरलाई उसले आफ्नो गतिमा चलाउँथ्यो। ऊ बस त्यहाँनिर थियो मात्रै, ऊ एउटा पिँजडामा कैद भइसकेको थियो। त्यो पिँजडा कसको थियो भन्दा त्यो रात्रिकाको थियो, जुन एउटा रात्रिकाको जुन साधना गर्दाखेरि आफूलाई बलवान बनाउँछु भनेर चाहिँ अगाडि बढ्दा, योग र ध्यानको एउटा त्यो माध्यम लिएर अगाडि बढ्दाखेरि जुन एउटा प्रेतको चाहिँ साधना गरेर उसलाई जगाउँदाखेरिको एउटा एकदम भयङ्कर परिणाम उसले चाहिँ भोगिरहेको थियो। ऊ छटपटाइरहेको थियो, उसका आवाजहरू अब सुन्ने भनेको अरू कोही पनि थिएन, उसले अनुभव गरिरहेको थियो। ऊ सँगसँगै त्यहाँनिर निकै नै मान्छेहरू थिए जो चाहिँ अझ पनि शून्यतामा हराइरहेका थिए।
उनीहरू पनि ऊ जस्तै कुनै पनि कुराहरू चाहिँ देखिरहन सकिरहेका थिएनन्। तर उनीहरू अझ पनि त्यही ठाउँमा चाहिँ तर्पिरहेको चाहिँ उसलाई लाग्यो। उता भने चाहिँ घरमा दाइ हराएको होइन 1.5 वर्ष जस्तो हुँदा पनि उसको खोजी निम्ति त्यहाँनिर चाहिँ हुन थाल्यो अब होइन। तर कतै पनि खोजी निम्ति गर्दा पनि नभेटिसकेपछि भने चाहिँ उहाँहरूले चाहिँ अब त्यो अब आफ्नै तालले गयो होला भनेर चाहिँ सोच्नु भइरहेको थियो। उता धनबहादुरजी भने चाहिँ निकै नै राम्रो धामी भइसक्नु भएको थियो र केही दिनदेखि उहाँलाई सपनामा एकदम नराम्रो सपना मात्र उहाँले देखिरहनु भएको थियो। त्यो सपनामा उहाँले के देख्नुहुन्थ्यो भन्दाखेरि त्यो सपनामा त उहाँको दाइ होइन जो चाहिँ रणबहादुर हुनुहुन्थ्यो उहाँ चाहिँ कुनै एउटा होइन नरकमा चाहिँ फस्नु भइरहेको छ, दलदलमा फसिरहनु भएको छ। उहाँले चाहिँ पुकारिरहनु भएको छ भाइलाई होइन मलाई बचा भने जस्तो गरेर उहाँले यी सपना दिनकै देख्न थाल्नुभयो। आज भोलि पर्सि गरेर लगातार 3 दिनसम्म यी सपनाहरू देख्नुभयो। यो सपना देखिसकेपछि उहाँलाई के लाग्यो भन्दाखेरि पक्कै पनि मेरो दाइ कुनै एउटा उसमा चाहिँ कैद भएको छ अथवा त्यस्तो नरकमा गएको छ यस्तो देख्छु भन्ने चाहिँ उहाँलाई लाग्यो र उहाँले चाहिँ यो कुरा चाहिँ आफ्नो बुवालाई सुनाउनु। मैले केही समयदेखि यसरी मैले दाइको सपना देख्छु, दाइ मेरो सपनामा आउनुभएको हुन्छ, उहाँ एकदम कराइरहनु भएको छ, उहाँलाई कसैले बाँधेको जस्तो देख्छु, उहाँ त कुनै नरकमा हुनुहुन्छ जस्तो खालको पो देख्छु भनेर चाहिँ भन्नुभयो। त्यो सुनिसकेपछि चाहिँ उहाँको बुवाले त्यही त यत्रो वर्ष भइसक्यो घर पनि आएको छैन होइन, त्यसलाई अब कहाँ गयो, त्यो अब झाँक्री बन्छु भनेर हिँडेको होइन, यस्तो भयो अब त्यो अब कहाँ गयो, अब बरु अब मऱ्यो बाँच्यो केही पनि छैन, मऱ्यो भने अब त्यसको क्रियाहरू पनि गर्नुपर्ने हुन्छ। यस्तो भनेको चाहिँ अब कि त सास भेटिनु पऱ्यो कि त लास भेटिनु पऱ्यो भनेर उहाँको बुवाले भन्नुभयो। अब त तेरो दाइको खोजीको लागि चाहिँ त जा, त खोज होइन कहाँ गएको छ त पत्ता ला, तेरो साधना, तेरो योग, तेरो ध्यानले पत्ता ला होइन, त जा ठाउँमा गएर खोज भनेर उहाँलाई चाहिँ आफ्नो बुवाले भन्नुभयो। आफ्नो बुवाको आग्रह मानेर उहाँ चाहिँ आफ्नो दाइको खोजीमा हिँड्नुभयो। उहाँ चाहिँ विभिन्न मठ मन्दिरका घाटहरू जङ्गलहरू च्यानहरूतिर जानुभयो। त्यहाँनिर भेटिएका मान्छेहरूलाई यस्तो यस्तो खालको मान्छे जो चाहिँ झाँक्री बन्छु होइन विद्या पाउँछु भनेर एउटा हिँडेको मान्छे त्यस्तो चाहिँ कोही देख्नुभयो भनेर चाहिँ उहाँले विभिन्न मान्छेहरूलाई सोधे। तर हरेक मान्छेहरूले यति मैले त 6 महिना अगाडि देखेको, कसैले 1 वर्ष अगाडिदेखि त देखेको छैन, तर 1 वर्ष अगाडि यहाँ खुब त्यसरी ध्यान गर्छु ठुलो झाँक्री बन्छु भनेर आएको एकजना मान्छे चाहिँ थियो भनेर त्यहाँनिर चारैतिर चाहिँ त्यति मात्र कुरा चाहिँ थाहा पाउनुभयो। दाइको बारेमा यस्तो यस्तो थियो भन्ने चाहिँ थाहा पाउनुभयो, तर दाइलाई नै चाहिँ उहाँले भेट्नु भएन। त्यो भइसकेपछि उहाँ निकै नै ठाउँमा पुग्नुभयो, धेरै ठाउँमा गएर खोज्नुभयो दाइलाई होइन कतै हुनुहुन्छ कि भनेर, तर आफ्नो दाइलाई भने चाहिँ उहाँले कतै पनि पाउनु भएन। दाइलाई भेट्नै भएन उहाँले। उहाँ निराश हुनुभयो। उहाँले माया मारिदिनु भयो। उहाँलाई के लाग्यो भन्दाखेरि पक्कै पनि मेरो दाइको मृत्यु भइसक्यो। त्यही भएर मलाई यो चाहिँ यस्तो खालको सपना चाहिँ आइरहेको छ। सायद मेरो दाइ चाहिँ अब कुनै एउटा त्यस्तो उसमा चाहिँ पर्यो होला होइन। उसको त जिउमा पनि पहिलादेखि नै त्यस्तो धामी नआउने होइन, उसले त्यस्तो के अरे अब त्यस्तो चिजहरूलाई चाहिँ चलाउनु खोजेर वा तिनीहरूले नै पो मेरो दाइलाई मृत्युको मुखमा पो पारिदियो कि भनेर चाहिँ उहाँ निराश हुनुहुन्थ्यो। उहाँ अन्तिमचोटि एउटा जहाँ उहाँले खोज्न बाँकी थियो त्यो ठाउँमा हुनुहुन्थ्यो। त्यो ठाउँमा पनि खोजी नीति गरिसकेपछि भने चाहिँ उहाँले आफ्नो दाइको चाहिँ माया मार्नुभयो। अब उहाँले चाहिँ उहाँलाई के लाग्यो भन्दाखेरि अब दाइ हामीसँग हुनुहुन्न होइन, अब दाइ हाम्रोबाट धेरै टाढा भइसक्नुभयो। अब यही नै कुरा अब घर भन्नु पर्ला, मैले खोज्ने कामहरू त गरेँ होइन, अब भेटाइएन, अब दाइको जुनी सायद यस्तै नै थियो होला भनेर चाहिँ उहाँ झोक्राएर यत्तिकै कुरा खेलाउँदै बसिरहनु भएको चाहिँ एकटकले त्यही एउटा शमशानमा। र त्यही शमशानमा बस्दै गर्दाखेरि अचानक एउटा मान्छेले आएर भाइ भाइ भनेर चाहिँ आवाज गरेको आवाज उहाँले सुन्नुभयो। उहाँले आवाज सुनिसकेपछि त्यो भाइ भाइ भनेर बोलाउने मान्छेले भाइ तिमी किन यहाँनिर टोलाइरहेको,
तिम्रो अनुहार त मलिन देख्छु, तिम्रो कोहीसँग चाहिँ त्यस्तो अब बिछोड भएको जस्तो छ, तिम्रो अनुहारको भावले त्यस्तो देखाउँछ, के तिमीलाई यसको बारेमा जान्न मन छ भनेर चाहिँ उसले भन्न थाल्यो। तिमीलाई त्यस्तो तिमीले चाहिँ कोही गुमाएछौ जस्तो देखिन्छ तिम्रो अनुहार, त्यो गुमाएको मान्छे कहाँ छ कसरी छ त्यो देख्ने, त्यो पत्ता लगाउनको लागि चाहिँ मसँग उपाय छ। त्यसको लागि चाहिँ तिमीले एउटा चाहिँ साधना गर्नुपर्ने हुन्छ। कि तिमी त्यो गर्छौ? तिमी चाहिँ हेर्दै निराश देखिन्छौ त, त्यस्तो मलिन देखिरहेछौ त, भन मलाई भनेर त्यो मान्छेले चाहिँ त्यसरी उहाँलाई भनिरहेको थियो धनबहादुरजीलाई। धनबहादुरजी एक्लै अब दाइको खोजीमा निराश भइरहेको, त्यसरी कसैले कोट्टाएर त्यसरी भनिरहेको देख्दा उहाँले त सुरुमा ती कुराहरूलाई त वास्ता गर्नु भएन। तर जब उहाँले त्यो व्यक्तिलाई हेर्नुभयो तब भने चाहिँ उहाँको सातो भयो। उहाँको मुटु एकाएक जोड-जोडले धड्किन थाल्यो, उहाँ पसिना पसिना हुनुभयो। त्यो व्यक्ति त अरू कोही नभएर उहाँकै दाइ पो हुनुहुन्थ्यो, तर जसको आँखा पुरै पल्टेको जस्तो तर बिचको भागमा मात्र काला थुप्लाहरू भएका, त्यस्ता खालका हैन, उहाँकै दाइ चाहिँ उहाँलाई चाहिँ त्यस्तो भनिरहेको उहाँले एकटकले देख्नुभयो। साथीहरू, यो त थियो आजको निकै नै अलौकिक घटना। यदि आजको घटना मन पर्यो भने लाइक, शेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। यदि तपाईहरुसँग पनि यस्तै घटनाहरू छ भने हामीलाई पत्रचार पनि गर्न सक्नुहुनेछ र यस्तो घटनाहरू सुन्नको लागि हामीलाई सधैँभरि यसरी नै साथ दिनुहुनेछ भन्ने हामी आशावादी छौँ र हामी अर्कोचोटि फेरि पनि यस्तै घटना लिएर आउने नै छौँ। तबसम्मको लागि म तथा मेरो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। हस्त, नमस्ते, गुड नाइट।